एक्लै गरेर हुँदैन। समाजमा रहेका विसङ्गतिहरू, विकृतिहरू होइन, यो चाहिँ सरकारले एक्लै गर्न सक्दैन, यो सबै हटाउन सक्दैन। यसका लागि उसलाई के चाहिन्छ त, उसलाई अरू सरकारी मात्र एकल प्रयासले हुन्न। उसलाई चाहिँ अब ग्लोबलाइजेसनको बेलामा सरकारले विभिन्नसँग हातेमालो गर्नुपर्छ, संयुक्त प्रयास गर्नुपर्छ। किन भन्दा उसले कहिले यो कुरा समाधान गर्न सक्छ जब उसले जनताको जीवनशैलीबाट परिचित हुन्छ, जनतालाई चिन्दछ, त्यसबेला उसले यो गर्न सक्छ। त्यसपछि हेर्नु भने उसको आपसी सहयोगको वातावरण भयो भने चाहिँ बल्ल उसले के गर्छ त, यो काम गर्न सक्छ है। त्यस्तै हेर्नुभयो भने जनतालाई एकताबद्ध बनाउने होइन, न्यायको लागि एडभोकेसी गर्ने, सुशासन कायम गर्ने, यो कामका लागि सरकार एक्लै होइन, अरूको पनि भूमिका जरुरी छ भनेर अलिकति स्टार्टिङ सरकारको एकल प्रयासले हुन्न है भन्ने कुरा चाहिँ स्टार्टिङमा गर्न सक्नुहुन्छ। यसका लागि जनतासँग भिजेको मान्छे चाहिँ आवश्यक हुन्छ। अब जम कस्तो मान्छे त, त्यसो भए कस्तो के चाहिन्छ भन्दा नागरिक समाज चाहिन्छ। नागरिक समाज भनेको जनताको हक हित, जनताको अवसरलाई एउटा स्वतन्त्र नागरिकको सङ्गठित समूहलाई हामी के भन्छौँ, नागरिक समाज भन्छौँ, जुन चाहिँ राज्य प्रणालीभन्दा बाहिर रहेर जनताप्रति जिम्मेवार र जवाबदेही भएर एउटा बनेको एउटा आन्दोलन हो है। यसलाई चाहिँ आफ्नो समुदायको सुधारको लागि एउटा स्वयंसेवी, स्वतः स्फूर्त, सामूहिक प्रयत्न गर्ने मानिसहरूको सङ्गठन अथवा एउटा आन्दोलन, एउटा दबाव, त्यसलाई चाहिँ हामी नागरिक समाज भन्छौँ। यो स्वयंसेवी हुन्छ, भोलिन्टियर हुन्छ, स्वतः स्फूर्त हुन्छ, सामूहिक प्रयत्न गरिन्छ। त्यस्तै हेर्ने भने यसमा आपसी ऐक्यबद्धता हुन्छ, आत्म उपकार गर्छन्, यिनीहरू सेल्फ म्यानेज्ड हुन्छन् है, सेल्फ के हुन्छन्, म्यानेज्ड हुन्छन्। त्यस्ता खालका सामाजिक सङ्गठनलाई हामी यी नागरिक समाज भन्छौँ। यो खास चाहिँ 1990मा दक्षिण कोरियामा भ्रष्टाचार अत्याधिक बढ्दाखेरि त्यसलाई सरकारले दबाउन खोज्यो, त्यसको विरुद्धमा आएको आन्दोलन हो। यसरी हेर्दा कसैको दबावमा नआइकन एउटा साझा स्वार्थ, उद्देश्य, मान्यता बोकेको व्यक्तिहरूको एउटा निश्चित सामूहिक प्रयत्नलाई हामी नागरिक समाज भन्छौँ है। त्यो राज्यभन्दा यहाँ हेर्नुहोस् है, यो संरचना स्वरूप राज्य, परिवार र बजार, यो तीनटा भन्दा के हुन्छ त, बाहिर हुन्छ है। बुझ्नु नि, अनि राज्य, परिवार र बजारभन्दा बाहिर हुन्छ। यिनीहरू प्राय के हुन्छन्, यिनीहरूका सीमाहरू चाहिँ जटिल हुन्छन्, धुमिल हुन्छन्, नेगोसिएटेड हुन्छ कि एकअर्कासँग चाहिँ नेगोसिएट गर्न सक्छ। यो ठाउँ अनुसार, अभियन्ता अनुसार, संस्थागत तरिकाले फरक फरक देख्न पाइन्छ। त्यसकारण यस्तो संरचनालाई, यस्तो आन्दोलनलाई हामी के भन्छौँ, नागरिक समाज भन्छौँ। त्यसकारण नागरिक समाजलाई इङ्ग्लिसमा के पो भनिन्छ भन्नुहोस् त, त्यहीँबाट पनि भन्न सक्नुहुन्छ तपाईँले। इङ्ग्लिसमा के भनिन्छ? च्याट खुल्ला छ, भन्नुहोस् त, त्यसैबाट म बुझाइदिन्छु। ओके, जस्तै यो सिभिल सोसाइटी छ होइन, हेर्नुहोस् है, सिभिल सोसाइटीको छ, सिभिल सोसाइटीबाट जान सक्नुहुन्छ। सिभिल सोसाइटी सीबाट भनेको यो चाहिँ के हुन्छ, सिटिजन सेन्ट्रिक हुन्छ है। यो के हुन्छ, जनताको अहिलेसम्म भनेको अनुसार सिटिजन सेन्ट्रिक, जनताको होइन, यो जनताको फाइदाका लागि बनेको हुन्छ भने बुझ्नुहोस्। आई भनेको यो के हुन्छ भन्दाखेरि इन्टरकनेक्टेड हुन्छ, एकअर्कासँग इन्टिग्रेटेड प्रयास गर्छ, एकीकृत प्रयास गर्छ यसले। टी भनेको यो चाहिँ टाइम बााउन्ड हुन्छ क्या, कुनै एक ठाउँमा एउटा, जस्तै अहिले एउटा आन्दोलन गर्छ, त्यो आन्दोलनको माग पुरा भएपछि आफै आफ यो के हुन्छ, सकिन्छ है। अथवा भी पो थियो त, सरी, CIV, भी भनेको भोलिन्टियर हुन्छ। यसलाई चाहिँ कुनै पैसा तिरेर घरबाट ल्याउन सकिँदैन। अनि आई भनेको चाहिँ अब CIV, आई भनेको चाहिँ के होला भन्दा इन्टरपर्सनल त्यस्तो हुँदैन, इन्ट्रेस्ट फ्री हुन्छ है। इन्ट्रेस्ट फ्री हुन्छ। यिनीहरूमा कुनै खालको आर्थिक, सामाजिक यस्तो हुँदैन। यिनीहरू लोयल हुन्छन् होइन, लोयलको प्रति त समाजप्रति लोयल हुन्छ, लोयल टु सोसाइटी हुन्छ। सिभिल एस भनेको के हुन्छ त, यो चाहिँ सेल्फ ओरिएन्टेड मात्रै हुन्छ, सेल्फ म्यानेज्ड भन्नुहोस्, आफै स्वतः म्यानेज भएका है। ओ भनेको यसमा चाहिँ अनरसिप हुन्छ, वननेस हुन्छ, ONESS, वननेस।
वाननेस हुन्छ, वान हुन्छ। यिनीहरू एउटा आन्दोलनका लागि एउटा मात्रै रहन्छ भन्ने बुझ्नु होला। सी भनेको यसमा चाहिँ यसको सिभिलका सबै भनेको जो चाहिँ भनौँ न कोअपरेटिभ बाहेकका होइन, निजी क्षेत्र बाहेकका, पोलिटिकल बाहेकका हुन्छन्। अब के बाँकी रह्यो? आई, आईको त आइसक्यो। यी भनेको के हुन्छ? यिनीहरू प्राय इक्वालिटी, समाजमा इक्वालिटी, इक्विटी होइन, यो रिङ्कु सदाको बारेमा कोही बोल्न सक्दैन, त्यसको लागि बोल्ने समाज हुन्छ यो है। अब के बाँकी रह्यो? टी भनेको टाइम बााउन्ड हो। अब वाइ भनेको चाहिँ के भयो त? वाइ भनेको लास्टमा यो चाहिँ सोसाइटीमा केन्द्रित हुन्छ भनेर भन्न सक्नुहुन्छ है। सोसाइटीमा रहेका समुदायहरू जोडिएर बनेको हुन्छ। यसरी चाहिँ यस्तो समाजलाई हामी के भन्छ त? सिभिल सोसाइटी भन्छौँ। सकिन्छ यति भन्न साथीहरू? यो नै के हो त? सिभिल सोसाइटी। अब आई भनेको इन्क्लुसन भन्न सक्नुहुन्छ। वननेस भनेको यिनीहरू त एउटा आन्दोलनका लागि एक हुन्छन्, त्यति भने यही हो नागरिक समाज। यसरी हेर्दाखेरि यो नागरिक समाज के भयो त? यो व्यावसायिक प्रकृतिभन्दा बाहिरको, राजनीतिभन्दा बाहिरको होइन, त्यस्तो समाजलाई हामी के भन्छौँ त? नागरिक समाज भन्छौँ भनेर भन्न सक्नुहुन्छ। अब यसका पात्रहरू को हुन्छन्? यो क्लियर छ? यो क्लियर छ? नागरिक समाज भनेको को हो, के हो? यो ग्रुप मात्र होइन है, यो एउटा आन्दोलन हो, एउटा मुभमेन्ट हो भनेर बुझ्नु होला। मुभमेन्ट, इट्स अ मुभमेन्ट। ओके, नागरिक समाज इज अ मुभमेन्ट। ल अगाडि बढौँ। अब नागरिक समाजमा को रहन्छ भन्दाखेरि यसमा राज्य, राजनीतिक दल र बजारभन्दा बाहिरका मान्छे रहन्छ। यो तिनवटा चाहिँ बाहिर है, यो चाहिँ बुझ्नु होला नि। राज्य, राजनीतिक दल र बजारभन्दा बाहिरका सबै खालको यसमा चाहिँ वृहत अवधारणा हो। यसमा राज्य, राजनीतिक दल, बजार अनि परिवार, यो बाहेक हरेक सामाजिक सङ्गठन जो स्वतःस्फूर्त तरिकाले आएका हुन्छन्, त्यो चाहिँ नागरिक समाजमा रहन्छ। जस्तै यहाँ लेखेको छु मैले, गैर सरकारी संस्थानहरू, पेसागत सङ्गठनहरू, आम सञ्चारहरू, परोपकारी संस्था, मानवाधिकार सङ्गठन, हाम्रो धार्मिक सङ्गठनहरू, राजनीतिक सामाजिक आन्दोलनहरू, यस्तो रहन्छ। यिनीहरूलाई नागरिक समाजलाई चाहिँ के भनिन्छ? यो बजारभन्दा बाहिरको थर्ड सेक्टर पनि भनिन्छ। यो नयाँ शब्द छ, तेस्रो क्षेत्र भनिन्छ। आमा समूह, उपभोक्ता, विद्यार्थी, नागरिक अगुवा, राजनीतिक विश्लेषकहरू चाहिँ यो के हो त? नागरिक समाज हो भने बुझ्नु होला। दुईटा कुरा क्लियर हो? एउटा नागरिक समाज के हो, अर्को के हो? नागरिक समाज के हो? नागरिक समाजमा को रहन्छ? बजार भनेको निजी क्षेत्रभन्दा बाहिर, मार्केट रहँदैन यसमा। जसलाई नाफा कमाउनु छ त्यो रहँदैन नागरिक समाज। ओके, फास्ट बोल्नु पऱ्यो है, फास्ट बोल्नु पऱ्यो। त्यो कमान्डो भयो चाहिँ फटाफट जानु पऱ्यो नि त। यो त सिधा क्वेसन एन्सरमा जाने क्लास हो, तर म त्यस्तो गर्दिनँ, किनभने आएन भने त बर्बाद भयो नि त। ल, एउटै व्यक्तिले पटक पटक भन्नु भएन। परोपकारी संस्थानहरू, महिला सङ्गठनहरू, सामुदायिक सङ्गठनहरू, यी सबै बनेर के हुन्छन् त? नागरिक समाज भन्छन्। अब नागरिक समाजको हामीले यसको चाहिँ के गरौँ भन्दा, नागरिक समाजको विशेषता हेरौँ। यो सबै मैले मेटेँ, सरी। नागरिक समाज भनेको लोकतान्त्रिक पद्धतिसँग एउटा भोलिन्टियर एसोसिएसन हो। यो एउटा एसोसिएसन हो जो चाहिँ स्वतःस्फूर्त हुन्छ हो, त्यसलाई हामी नागरिक समाज भन्छौँ। यसलाई तिनवटा कुरा सम्झिनु होला। एउटा सिचुएसनल हुन्छ, विशेष परिस्थितिमा देखा पर्छ अनि आफै हराउँछ के। जस्तै विपद व्यवस्थापन भयो, बाढी आयो होइन, भूकम्प आयो, भूकम्पको बेलामा आउने, सिचुएसनमा आउने, सिचुएसन सकेपछि हराउने। ठाउँ अनुसार चेन्जेबल हुन्छ, सबै ठाउँमा एकै खालका हुँदैन। यो स्ट्राटेजी बेस्ड हुन्छ, रणनीतिक तरिका हुन्छ। यसको लङ टर्म भिजन हुँदैन। समृद्ध नेपाल सुखी नेपाली होइन, मात्र के हुन्छ? पुल बगायो, पुलबाट मान्छेहरूलाई ओहोरदोहोर गर्ने मात्रै हो। जब पुल बन्छ यो आफसे आफ हराउँछ। गैर नाफामुखी हुन्छ, गैर राजनीतिक हुन्छ, त्यो बुझ्नु होला। यो स्वतन्त्र, बाह्य नियन्त्रण, कसैको नियन्त्रणबाट चल्दैन। यो चाहिँ के हुन्छ त? स्वतन्त्र, विचार, आग्रह, स्वार्थभन्दा मुक्त हुन्छ। यसले के गर्छ? समाजको कमजोर वर्गको सशक्तिकरण गर्छ, त्यसका लागि बन्छ। त्यसैले यो बहुआयामिक हुन्छ। यसलाई लोकतन्त्रको पाठशाला पनि भन्छ। सदस्य बने पनि नबने पनि जो पनि यसको के हुन्छ? सदस्य हुन्छ। बुझ्नुभयो नि? तपाईँ यसको सदस्य लिनु, सदस्यता लिनु पर्दैन। यसमा कुनै तलब, कुनै सुविधा पाइँदैन।
त्यसैले एउटा मात्र के हो, एउटा प्रेसर ग्रुप हो जसबाट त समाजले केही पनि गुमाउनु पर्दैन। हो त्यस्तो कुरालाई चाहिँ के भन्छौँ, नागरिक समाज भन्छौँ। यसलाई सरर भन्दाखेरि नागरिक समाज के भयो त, एउटा गैर नाफामूलक भयो, स्वयंसेवी भयो, एक्यभाव भयो, सेल्फ हेल्प भयो, एउटा सामूहिक प्रयत्न भयो। यसले सरकारको कामहरूलाई चाहिँ यसो मापन गर्ने, ट्र्याकिङ गर्ने, इन्टरभेन्सन गर्ने काम गर्छ। अब यसले चाहिँ सरकारलाई नागरिकको अधिकारको बारेमा चाहिँ पैरवी गर्ने, रुल अफ ललाई कायम गर्ने, निगरानी गर्ने, होइन, द्वन्द्व नियन्त्रण गर्ने, कन्फ्लिक्ट म्यानेजमेन्ट गर्ने, डिजास्टर म्यानेजमेन्ट गर्ने, यस्तो यसको के हुन्छ, विशेषताहरू रहेको हुन्छ। अब यो विशेषतामा तपाईँले कुन बुझ्नु भएन भन्नु होला। ल यति पढ्नुहोस् र मलाई भन्नुहोस् त। पेशागत सङ्गठन चाहिएन। पेशागत सङ्गठनको कुरो अर्कै हो। पेशागत सङ्गठन भनेको त लुट्नका लागि पनि बनाइएको हुन्छ क्या, तर नागरिक हितका लागि बनाइएको पेशागत सङ्गठन। जस्तै अहिले एउटा मानौँ न, त्यही सङ्गठन त नभनौँ, अब निर्माण व्यवसायी भनेर एउटा बनाइयो। त्यो चाहिँ ठग्नकै लागि बनाएपछि त निर्माण व्यवसाय मिलेर खरिदमा चाहिँ मिलेर खरिदलाई प्रभावित बनाउने काम गर्छ नि, त्यो नागरिक समाजै होइन, त्यो बजारको हो क्या, त्यस्ता होइन। होइन, कुनै पेसाको जस्तै इन्जिनियरिङ एसोसिएसन भनेको इन्जिनियरको हक हितका लागि गऱ्यो भने ठिकै हो। तर इन्जिनियर एसोसिएसन पनि रिङ्कु सदालाई चाहिँ रिगल हत्याकाण्डमा आयो भने त्यो नागरिक समाज भयो क्या, त्यसरी बुझ्नु होला। ल यति धेरै, यहाँ विशेषता धेरै भयो, कति छ ठिक छ, कुरो बुझ्नुभयो। अब नागरिक समाजको सकारात्मक अवस्था के छ त? नागरिक समाज भनेको यो गैर सरकारी हो, प्रजातान्त्रिक हुन्छ, समाजमा अन्याय अत्याचार हुन दिँदैन, रुल अफ ल कायम गर्छ, सरकारलाई सहयोग गर्ने पनि काम गर्छ, जनतालाई सचेत बनाउने काम गर्छ, भ्रष्टाचारलाई होइन बहिष्कार गर्ने, यी कामहरू यसले गर्छ मुख्यतया। यसरी लेख्दाखेरि पहिले चाहिँ प्रमुख कामहरू चाहिँ के गर्ने, सुरुमा लेख्ने। त्यसपछि अहिले हेर्नुभयो भने नागरिक समाजको मुख्य काम एउटा चाहिँ सिभिल इम्पावरमेन्ट हो, मान्छेलाई कसरी सशक्तिकरण गर्ने भन्ने कुरा हो। अर्को चाहिँ समाजको विकृति विसङ्गतिहरू हटाउने कुरा हो। यसले रुल अफ ल कायम गर्ने र लोकतन्त्रलाई सुदृढ गराउने, समावेशी राज्यको अवधारणा लागू गर्ने। जस्तै अहिलेको एउटा आन्दोलन थियो दलित खै भनेर, होइन, जस्तै मन्त्री परिषदमा चाहिँ दलित खोइ भनेर आन्दोलन भयो नि, हो त्यो कुरा बुझ्नु पर्यो। यो चाहिँ उनीहरूले के गर्छ त, यसका लागि आन्दोलन गरे हो, दलित खोइ, दलित चाहिएन मन्त्री परिषदमा, अब महिलाले आन्दोलन गर्न सक्नु पर्यो, महिलाको अब एकजना मात्रै बाँकी छ, महिला मन्त्री त चाहियो होला नि, हो यो अनुसारको आन्दोलन गर्छ यसले। रुल अफ लमा स्थापना गर्छ। जस्तै तपाईँले रिगल हत्याकाण्डमा हेर्नुहोस्, उसलाई आम माफी दिने भन्ने थियो रिगल हत्याकाण्डको, हो यो हत्याकाण्डमा आरोपितलाई आम माफी दिने भनेको यसको विरोध गर्ने काम चाहिँ कसले गर्छ त, नागरिक समाजले गर्छ। यसले सिभिल इम्पावरमेन्ट गर्छ। जस्तै वातावरण संरक्षण गरौँ, वातावरण दिवस मनाइदियो, होइन, वातावरण दिवस मनाइयो भने चाहिँ यसबाट के भयो त, हाम्रो नागरिक शिक्षा बढ्यो। अनि शासकीय संयन्त्रलाई जिम्मेवार र जवाबदेही बनाउँछ। जस्तै गुठी विधेयक, गुठी विधेयकको विषयमा चाहिँ के थियो त, गुठी विधेयक आएको थियो, यसको विरुद्धमा चाहिँ जनता के भयो त, जिम्मेवार र जवाबदेही भएपछि सरकारले त्यो विधेयक फिर्ता लियो। यस्तो काम चाहिँ के गर्छ, नागरिक समाजले गर्छ। कुरो बुझ्दै हुन्छ, यो सकारात्मक कुरा हो। यस्तै हेर्नुभयो भने पिछडिएको व्यक्तिको आवाजहरूलाई यसले बुलन्द गर्छ। पिछडिएको व्यक्तिको आवाज भनेको जस्तै आरती शाह चिन्नुहुन्छ तपाईँहरू? आरती शाह, होइन, आरती शाहलाई चाहिँ दाइजोको विरुद्धमा मारियो भन्ने छ, हो त्यसको त्यो वर्गको कसले जवाफ यो गर्ने त, रिङ्कु सदाको बारेमा कसले बोल्ने, होइन, त्यो भनेको नागरिक समाजले बोल्छ, होइन, त्यसको विषयमा बोल्ने गर्छ, पिछडिएको वर्गहरूको बारेमा। त्यस्तै राष्ट्रिय सवालमा एकता कायम गर्ने। जस्तै शान्ति र्याली निकालिन्छ नि कहिले, शान्ति शान्ति र्याली, होइन, शान्ति र्याली निकाल्ने, यस्तो काम गर्छन् भने चाहिँ त्यो चाहिँ अलिकति हामी सबै एक हौँ भने। अब जस्तै सामाजिक विभेद, भ्रष्टाचार, कुरीतिहरू अन्त्य गर्न। जस्तै स्वच्छ स्वच्छ महिनावारी, होइन, महिनावारी भनेर यदि यो गरियो भने त, होइन, महिनावारीलाई सेलिब्रेसन बनाइयो भने त हाम्रो हानिकारक अभ्यासहरू हट्यो, त्यसका कारण हो। र सामूहिक दबावहरू के गर्छ, सञ्चालन गर्छ।
होइन? जस्तै अहिले शिक्षा ऐनमा अब सबैजना आयो भने त यो सामूहिक दबावको रूपमा रहन्छ। त्यसपछि कर्पोरेट कल्चरहरूलाई जस्तै निजी क्षेत्रको पनि विरोध गरिदिन्छ क्या। विरोध गरेपछि निजी क्षेत्रलाई पनि यसले के गर्छ, व्यावसायिक बनाउनका लागि मद्दत गर्छ। यो चाहिँ के हो त? यसका फाइदाहरू हुन् है। नागरिक समाजका सकारात्मक पक्षहरू हुन्। बुझ्नुभयो? यसमा केही छ साथीहरूको? भने सोध्नुहोस् ल। फटाफट। योभन्दा अगाडिको पढाइ भइसकेको छैन, आज फर्स्ट क्लास हो। आज हामी नागरिक समाज अर्को अब पढिहाल्छौँ। ल, अब अरू केही आएन तपाईँहरूको प्रश्न आउने कुरै छैन। अब अर्को छ नागरिक समाजमा रहेका नकारात्मक अब हाम्रो पक्षहरू के छन् त? कहाँ गएर नागरिक समाज चिप्लियो त है? त्यो कुरामा हेरौँ। नागरिक समाज कसमा के समस्या रहेको छ भने नागरिक समाज हेर्नुहोस्, नाम चाहिँ नागरिक समाज स्वतन्त्र हुन्छ, स्वयंसेवी हुन्छ, तर यसमा चाहिँ अलिअलि राजनीतिक आस्थाहरू देखिन्छ के, होइन? राजनीतिक तरिकाले अलिअलि होइन यो देखिने गर्छन् क्या राजनीतिक। जस्तै राजनीतिक निर्भरता, राजनीतिले यसको प्रयोग गर्ने गरेर जस्तो देखिन्छ, एउटा यही समस्या छ। हो कि? अर्को हेर्नुभयो भने राजनीतिक आस्था चाहिँ फरक-फरक राख्ने, होइन? यो छलफल गर्ने, स्वार्थपूर्ण काम गर्ने भनेको नकारात्मक हुन्छ। अर्को नागरिक समाज पनि बहुसंस्था छन्, धेरै-धेरै छन्। एउटा नागरिक समाज त ठ्याक्कै हुँदैन नि त, तर बहु छन्। यसका आय, व्यय, गतिविधिहरू के छैन, पारदर्शी छैन। यसको सङ्गठनको अभाव छ, होइन? उद्देश्य पनि अनिश्चितता छ। नेतृत्वको छनौटमा पनि प्रजातान्त्रिक अभ्यास छैन, एउटै व्यक्ति हुन्छ। प्राय असक्षम नेतृत्व हुन्छ, समन्वय हुन्छ। त्यस्तो समस्या रहेको छ। अनि यसले गर्नुपर्ने काम चाहिँ के हो भन्दा मुलुकको आर्थिक, सामाजिक, राजनीतिक लगायतको विषयमा वकालत गर्ने, मध्यस्थता गर्ने, समन्वय गर्ने, साझेदारी गर्ने, सजग बनाउने यस्तो काम गर्नुपर्थ्यो। तर यो के छ त, सहरमा मात्र केन्द्रित छ, ग्रामीणमुखी छैन। यो कर्णालीमा नागरिक समाज भेटिँदैन। नागरिक समाज कुन ठाउँमा भेटिन्छ भन्नुहोस् त? कहाँ जस्तो लाग्छ तपाईँलाई? कहाँ भेटिन्छ नागरिक समाज? यही यसको के हो? समस्याको रूपमा रहन्छ। केटीएममा पनि कहाँ हुन्छ त? नागरिक समाजको आय कसरी हुन्छ भने त्यति बेलै क्या, त्यही आन्दोलनमा सबैजना मिलेर अब कालो पट्टी बाँधौँ भने सबैले 2-2 रुपियाँ निकाल्यो भने त्यसरी आय हुन्छ। कलेक्सन गर्नेले बेलुका भनिदिनु पर्यो नि, त्यो घरमा लगेपछि आय के भएन, पारदर्शी भएन। हो, माइती घरमा छ, त्यस्तो बुझ्नु पर्यो। यही चाहिँ यसको के हो, नकारात्मक। अब यहाँ प्रश्न चाहिँ अर्कै छ। अब तपाईँकोमा नागरिक समाज छैन, नागरिक समाजको शासन हो। हो, त्यो नागरिक समाज जुन हामीले अहिले पढ्यौँ, त्यसलाई शासनको विधि, प्रक्रिया, संरचना, नियममा प्रयोग गर्नु भनेको नागरिक समाजको शासन हो भने बुझ्नु पर्यो। यहाँ टपिक फरक छ। नागरिक समाजले शासनमा चाहिँ कुन-कुन विधिमा, कुन-कुन प्रक्रियामा, कुन-कुन संरचनामा हेल्प गर्छ, त्यसलाई चाहिँ हामी नागरिक समाजको शासन भन्छौँ। नागरिक समाज जस्तै उसको अनौपचारिक ढाँचा हुन्छ, अनौपचारिक प्रक्रिया हुन्छ, एउटा नतिजामा रहन्छ। हो, त्यसको शासनलाई हामी नागरिक समाजको शासन भन्छौँ भने बुझ्नुहोला। हो, यो बहुस्तरीय अन्तर्गतकै शासन हो, त्यही भएर पढ्नु न, होइन? सरासर क्वेसन एन्सरमा आइहाल्छ नि। अब नागरिक समाजले के काम गर्छ, भूमिका भनेर दिन सक्छ। अघि हामीले भनिसक्यो, पैरवी गर्छ, दबाब दिन्छ, नागरिक सचेतना बढाउँछ, त्यहाँका सङ्गठनहरूलाई मोबिलाइज गर्छ, राजनीतिक आन्दोलनहरूको विरोधमा सामाजिक राजनीतिक मुभमेन्ट्स गर्छ है। फेरि राजनीतिकोमा जाँदैन। च्यारिटीहरू, ट्रस्टहरू काम गर्छ, सेवा प्रवाह गरिदिन्छ, पानी बाँडिदिन्छ, विकासको पनि काम गर्छ, पुल भत्केको ठाउँमा यसो फड्के लगाइदिन्छ, सरकारसँग साझेदारी गर्छ। यसको के हो, भूमिका यस्तो हो। अब नागरिक समाजले के गर्यो भन्दा नागरिक समाजले जवाबदेहिता र पारदर्शिता प्रवर्धन गर्ने काम गर्यो, मानव अधिकारलाई प्रोत्साहित गर्यो, मानव अधिकार, सामाजिक न्यायका पक्षमा वकालत गर्यो, मान्छेलाई लोकतान्त्रिक शिक्षा दियो, बोल्नुपर्छ, प्रश्न गर्नुपर्छ भन्ने कुरा सिकायो। त्यसपछि मध्यस्थकर्ताको काम गर्छ बिचमा रहेर,
सामाजिक एकता बढाउँछ, शक्तिको दुरुपयोग हुन दिँदैन, होइन, सरकारका नीति नियम कानुनहरूमा सुधार ल्याउँछ, विकास र कल्याणको काम गर्छ। यो चाहिँ यसको भूमिकामा लेख्न सक्नुहुन्छ। अब यो नागरिक समाज कसरी आयो त? यो 1970s 80s बेलामा, अघि मैले भने दक्षिण अमेरिकाको बौद्धिक समूहहरूले, होइन, यो अब भर्खरै मजदुर मे 1 आउँदैछ नि, यस्तै बेलामा यो तानाशाहहरूसँग लड्नका लागि प्रयोग गरेको हो के। त्यसपछि 1980मा चाहिँ पूर्वी युरोपमा प्रयोग भयो। पूर्वी युरोपमा के थियो भन्दा, त्यहाँको राज्य शक्ति जो कर्मचारी हो तिनीहरूमा चाहिँ नागरिकको स्वतन्त्रता थिएन, बोल्न पाइँदैन थियो, देशको स्रोत साधन उनीहरूको एकाधिकार थियो, नागरिकहरू शासनमा संलग्न थिएनन्। हो त्यो पूर्वी युरोपको बेलामा चाहिँ त्यसको विरुद्धमा चाहिँ यो पूर्वी युरोपमा अरूतिर पनि के भयो त, त्यो स्वेच्छाचारी शासन व्यवस्थालाई लोकतान्त्रिक बनाउनका लागि सुरुवात भएको हुन्छ। अहिले पनि हेर्नुभयो भने मान्छेहरूले राजनीतिक र कर्मचारी तन्त्रहरूमा चाहिँ सबैजना मिलेर एउटा न्यानो सञ्जालको रूपमा एउटा फ्री जोन बनाएका छन् क्या। फ्री जोन भनेको पार्क जस्तो, भेला हुने, विरोध गर्ने, समर्थन गर्ने, त्यो काम गर्छ। अहिले पनि नागरिकहरू, पहिले पिपल चौतारी थियो नि, पिपल चौतारीमा स्वतन्त्रपूर्वक तरिकाले बहस गर्ने, वकालत गर्ने खुल्ला क्षेत्र पिपल चौतारीमा थियो। बिस्तारै त्यसले नै, त्यो पिपल चौतारीमा गरेको गफले के भयो त, राजनीतिक आन्दोलनको स्वरूप लियो। राजनीतिक आन्दोलनको स्वरूप बलिएपछि उसले के गर्यो त, यो राजनीतिक नागरिक अधिकारहरू बढाउने, विधिको शासन कायम गर्ने, होइन, अनि सामाजिक जीवनमा सबैलाई जोड्ने तरिकाले गयो। र यही भिड पछि के भयो त, यो भिड नै 1989मा पूर्वी युरोपमा धेरै शक्तिशाली राष्ट्रहरू त्यसबाट पतन भए। पतन भएपछि प्रजातान्त्रिक शासन सुरुवात भयो र अहिले त्यही नागरिक समाजको शासनलाई विश्वभरि फैलिँदा बहुस्तरीय शासनको रूपमा विकास भयो। होइन, यो चाहिँ औपचारिक शासनको विकल्पको रूपमा चाहिँ सुरुवात भएको पाइन्छ भन्न सक्नुहुन्छ है। यसरी चाहिँ यो पूर्वी युरोपको एउटा आन्दोलनबाट, होइन, त्यसबाट सुरुवात भएको पाइन्छ। अहिले म भन्छु ल, अब यो विरोध मात्रै गर्ने होइन, यो नागरिक समाजको भूमिका, मैले अघि भने नागरिक समाजको भूमिका के हो, यहाँ मैले एकपटक एउटा शब्द भने तपाईँले ध्यान दिनुभयो कि भएन, सरकारसँग साझेदारी, पार्टनरसिप विथ द गभर्मेन्ट। मात्र यसले के गर्दैन, विरोध गर्ने मात्र होइन, एडभोकेसी दिने, दबाब दिने त पहिलो काम हो, तर नागरिकलाई सचेतना गराउने, सशक्तिकृत बनाउने, परिचालन गर्ने, आन्दोलन गर्ने। तर यहाँभन्दा तल हेर्नुहोस् त, यो सबै कामहरू, परोपकारी काम गर्ने, सेवा प्रवाहको काम गर्ने, सरकारसँग साझेदारी गर्ने, यी चाहिँ पोजिटिभ कामहरू हुन्। त्यसैले नागरिक समाजको भूमिका पोजिटिभ साइडमा पनि छ। तर नेपालको नागरिक समाज चाहिँ कस्तो भयो, आऊ आऊ मलाई बलात्कार गर भन्ने खालका छन् क्या। को हो त्यो थाहा छ नि? मात्र के गर्ने, खालि सरकारलाई गलत देखाउने भन्ने खालको भएको छ। त्यो चाहिँ समस्या छ। अब जाउँ नेपालमा है। नेपालमा के छ त, पङ्कजी बुझ्नुभयो नि तपाईँको कुरो? अब नेपालमा नागरिक समाजको भूमिका हेर्नुभयो भने 2046 सालको जनआन्दोलन भयो, राजनीतिक परिवर्तन भयो। परिवर्तन भएपछि बल्ल हामी चाहिँ के गर्यौँ त, मानव अधिकार, होइन, जनताका कुराहरूलाई ल्याएर हामीले के गर्यौँ, पहिलोपल्ट जोड्न थाल्यौँ, होइन। र त्यसपछि मात्र हामी के गर्यौँ त, यो नागरिक समाज अलिकति शान्ति स्थापना गर्न, समस्याहरू समाधान गर्न जोडियो। र त्यसैको यो द्वन्द्व व्यवस्थापनका लागि नेपालमा पनि के भयो त, 46 सालको आन्दोलनपछि सुरुवात भएको पाइन्छ। अनि यो जनआन्दोलनले वास्तविक रूपमा धेरै ठुलो भूमिका खेलेको 62-63को आन्दोलनमा। त्यसपछि मात्र नागरिक समाजले विभेदहरू, बहिष्करणहरू, होइन, वञ्चितीहरू, यसमा चाहिँ के गरे त, होइन, 2007देखि नै जोड्दा पनि हुन्छ। अँ, विभेद, वञ्चितीकरण, बहिष्करण गर्दै त्यसलाई अन्त्य गर्दै अहिले समाजमा समावेशीकरण गर्ने, समानता ल्याउने, न्याय ल्याउने, समावेशी लोकतन्त्रको पक्षमा अहिले चाहिँ तिनीहरू काम गरिरहेका छन्। यिनीहरूले अघि भनेको जस्तो विधिको शासन, मानव अधिकार, होइन, बहुलवाद, सीमित सरकार लगायतको कुराहरूमा दबाब दिँदै आएको अवस्था छ। यसका साथसाथै उसमा चाहिँ के छ, नेपालकोमा उनीहरूको उत्तरदायित्व, पारदर्शिता यस्तो राम्रो छ। र सरकार जहाँ उपस्थित कमजोर छ त्यो ठाउँमा
जहाँ सरकार पुगेको छैन, जहाँ निजी क्षेत्र पुगेको छैन, त्यहाँ अहिले नागरिक समाज पुगेको छ। जस्तै कुनै ठाउँमा बाढी आयो होइन, त्यो ठाउँमा चाहिँ बाढी आएको ठाउँमा विपद व्यवस्थापनको पहिलो काम चाहिँ नागरिक समाजले गरिरहेको छ। यो पोजिटिभली यो काम छ। तर नेपालमा हेर्ने हो भने राजनीतिक दलसँगको आबद्धता छ। त्यसले गर्दा सिङ्गो नागरिक समाज डिभाइडेड छ। म केही शब्दहरू भन्छु है, यसलाई चाहिँ तपाईँले लेख्नु पर्ला है, नभए टिप्दा पनि हुन्छ। यो पढ्न बस्दाखेरि सर सुन्ने मात्रै होइन, टिप्ने। एउटा के छ त भन्दा हाम्रो यो सिभिल सोसाइटी चाहिँ डिभाइडेड बाई पोलिटिक्सबाट के छ त डिभाइडेड छ। यो नेपालको समस्या यो हो। एउटा गयो आन्दोलन गर्न, अर्को पनि गइहाल्छ क्या, ए शिक्षक नछोड नछोड भनेर, यो अवस्था छ। अर्को के समस्या छ भन्दाखेरि यिनीहरूको कार्यशैली पारदर्शी छैन, ट्रान्सपरेन्सी छैन होइन, ट्रान्सपरेन्सी छैन। त्यो भएको भए त भइहाल्थ्यो, त्यो ट्रान्सपरेन्सी भएन यिनीहरूको बिचमा। धेरैवटा ए भए होइन, ट्रान्सपरेन्सी छैन। यिनीहरूले आफूले गरेको काममा चाहिँ त्यस्तो उत्तरदायित्व एकदमै कमजोर छ। र त्यसपछि यो गैर नाफामूलक हुनु पर्थ्यो, स्वयंसेवी हुनु पर्थ्यो, एकै भाव हुनु पर्थ्यो। यसको भ्यालु जुन छ, यसको मूल्य मान्यताबाट यो विचलित भइरहेको देखिन्छ, भ्यालुजबाट टाढा छ। अनि अर्को नागरिक समाज चाहिँ फेरि के छ, पोलिटिक्सबाट युज हुन्छ। जस्तै तपाईँले हेर्नुभयो भने प्राय नेपालको झन्डा लिएर होइन आन्दोलन गर्ने क्या, महँगी विरुद्ध भन्यो, आफै एउटा कुनै पार्टीले आह्वान गर्छ अनि त्यसै प्रयोग हुन्छ। अनि यसमा के छ त, यो क्रिमी लेयरमा चाहिँ होइन, क्रिमी लेयरमा रहेको छ, क्रिमी लेयरमा यो कब्जा भएको छ। जस्तै तपाईँले, म 4-5जनाको नाम भन्छु, भन्दिनँ अहिले त, यो रेकर्डेड छ। सम्भ्रान्त व्यक्ति परिवारमा चाहिँ यो ठ्याक्क जोडिएको छ। को हो भन्नुहोस् त नाम, नेपालको नागरिक समाजका नाम भनिदिनुहोस् त। नाम ठ्याक्क भन्न सक्नुहुन्छ तपाईँले, त्यस्तो छ। अर्को मैले भने माइती घरमा मात्रै छ भनेको चाहिँ यो चाहिँ के भयो त, अर्ब्यान सेन्ट्रिक छ, अर्ब्यान सेन्ट्रिक छ होइन, यो यहाँ छ। यो एउटा टाइपबाट धेरैवटा आउँदो रहेछ, अर्ब्यान सेन्ट्रिक छ। यो चाहिँ गाउँमा पुग्न सकेको छैन, बुझ्नुभयो नि। अनि सरकारसँग त्यही समन्वय कम गर्ने, विरोध बढी गर्ने, यस्तो अवस्था छ। यसकारण यो चाहिँ मात्र के छ, दे आर क्रिटिक्स मात्रै भयो क्या, दे आर क्रिटिक्स भयो क्या। तर क्रिटिक पनि कस्तो भन्दाखेरि नेगेटिभिटी मात्रै फैलाउने के, नेगेटिभिटी फैलाउने खालका भए। यसलाई यो अर्को समस्या छ। अनि दबाब पनि के गर्ने, अब यसो आफू मात्रै के, जस्तै जसले आन्दोलन गर्दा, डक्टरले आन्दोलन गर्दा होइन, निजी क्षेत्रमा पढाउन जान्न भन्दैनन् के, यो यस्तो खालको छ जे होस् होइन। चाहे गुणस्तरीय शिक्षाको बारेमा भन्दैनन्, सबैले त्यस्तो अवस्था छ। कर्मचारी पनि सेवा प्रवाहको कुरा गर्दैनन्, सबैमा समस्या यस्तो रहेको छ। अरू हेर्नुभयो भने यो चाहिँ डिभाइडेड एकाउन्टेबिलिटी छ नागरिक समाजमा। ल यो चाहिँ के हो, यसमा देखिएको समस्याहरू। अब के सुधार गर्न सक्छौँ त नेपालकोमा हेर्दाखेरि, अब हामीले चाहिँ यी कुराहरूमा चाहिँ ध्यान दिनु पर्यो। एउटा सुशासन, भ्रष्टाचारहरू कम गर्नका लागि हामीले होइन यो नागरिक समाजबाट गर्न सक्छौँ सुशासन। जस्तै यहाँ म भन्दै जान्छु भने, जस्तै तपाईँले एउटा यो के अरे टोल टोलमा सुशासन, गुड गभर्नेन्सको कमिटी बनाइदिनु भयो होइन है। सुशासन एउटा वाच डग जस्तो भनौँ न होइन, वाच डग जस्तो बनाइयो, सबैजना मिलाएर वडामा बनाइदिने के। त्यसले गर्दाखेरि के हुन्छ, त्यो भ्रष्टाचारमा नियन्त्रण आउँछ। यो काम गर्नु पर्यो। अर्को खालि स्वस्थ आलोचना गर्ने, सरकारको नीति कार्यक्रम राम्रोलाई त सपोर्ट गरिदिनु पर्यो नि, नराम्रो छ भने गाली गर्नु पर्यो। विकृति विसङ्गतिको बिचमा सम्बोधन चलाउने, बहस चलाउने होइन, एकलौटी कुराहरूमा चाहिँ यसले एउटा दोस्रो शब्द भनेको, यसले चेन्ज एजेन्टको रूपमा काम गर्नुपर्छ। यसले अहिले विरोध एजेन्टको रूपमा भयो, अब चेन्ज एजेन्टको रूपमा काम गर्नुपर्छ। अब त्यस्तो अनियमितता छ भने त्यसको प्रमाण चाहिँ सङ्कलन गरेर दिनु पर्यो राज्यलाई होइन, फ्याक्ट बेस्ड हुनु पर्यो, एउटा फ्याक्ट बेस्ड हुनु पर्यो। त्यत्तिकै आरोप लाउन मिलेन। अर्को चाहिँ के गर्नु पर्यो, यो कन्फ्लिक्ट म्यानेजरको रूपमा रहनुपर्छ। कन्फ्लिक्ट ल्याउने होइन है, कन्फ्लिक्टको म्यानेजमेन्ट गर्ने खालको हुनुपर्छ। अब अर्को चाहिँ सरकारमा चाहिँ जनताको गुनासाहरू, यो त ब्रिजको काम गर्नुपर्छ, ब्रिजको काम गर्नुपर्छ।
अनि यसले आफ्नो भ्यालुजहरू छोड्नु हुँदैन। समाजको विकृति विसङ्गतिहरूलाई हटाउने गरिकन आफ्ना कामहरू छोड्नु हुँदैन। त्यो चाहिँ त्यस्तो कुराहरूमा बरु अरूलाई निजी क्षेत्रलाई पनि सँगै लिएर जानुपर्छ। त्यसकारण यसको चाहिँ सामाजिक सशक्तिकरण यसले चाहिँ इम्पावरमेन्टतिर अलिक बढी ध्यान दिनुपर्छ। त्यसबाट सरकारलाई के गर्न सक्छ? सुधार गर्न सक्छ भन्न सक्नुहुन्छ। ल यसरी नागरिक समाजको इन्डिङमा चाहिँ लोकतन्त्रको लागि हामीलाई दिगो एउटा सुदृढ खालको नागरिक समाज चाहिन्छ, जसले जवाबदेहिता बढाउँछ, नागरिक सहभागिता बढाउँछ, न्यायको लागि वकालत गर्छ र जनताको आवश्यकताहरूलाई शासनमा ल्याएर शासनलाई समावेशी र लोकतान्त्रिक बनाउँछ भन्ने कुरा चाहिँ नागरिक समाजमा गर्न सकिन्छ। अब नागरिक समाजबाट केही क्वेसन छ भने राख्नुहोस्। ओके, नागरिक समाजले कसरी सेवा प्रवाह गर्छ भनेको जस्तै अघि मैले भने बाढीबाट एउटा जस्तै एकजना बगिरहेछ क्या अस्तिको अस्तिको त्यो कुन खोलामा अस्ति दसैँको बेलामा बिपी राजमार्ग बगाएको बेलामा बाढी आउँदाखेरि हेलिकप्टर माथि ल्यान्ड गर्न सकिएन, हेलिकप्टर आएन, कसले बचायो त्यो डुब्दै गरेको बालिकालाई, परिवारलाई कसले बचायो भन्नुहोस् त? कुन पार्टीको थियो, कसले गर्यो? त्यो त सरकारको काम थियो, विपद व्यवस्थापनको गर्यो कसले? त्यही हो सेवा प्रवाह हो। त्यसरी सेवा प्रवाह गर्यो बागमती नदीमा। गुड। एक व्यक्ति पनि के हुन सक्छ? व्यक्ति मात्र थिएन नि, त्यहाँ धेरैले प्रयास गरेका थिए, सामूहिक प्रयास गरेका थिए क्या। हाम फाल्न जानेन, अब पौडी खेल्न जान्दैन नि नागरिक समाज हो भने आफू हाम फाल्नु त भएन। त्यो कुरा बुझ्नु होला। ओके, अब यसबाटको क्वेसन गर्न सकिन्छ नि कि सकिन्न? ल अब यसको क्वेसन एन्सरमा जाऊँ है, त्यसपछि हामी अर्को टपिकमा गइहाल्छौँ। जे होस् नखो खोला बागमती खोला के हो थाहा छैन मलाई। त्यो चाहिँ लेख्नु पर्दैन नि त, उहाँको क्वेसनको एन्सर हो। ल अब यसबाट आउन सक्ने दुईवटा प्रश्नको नमुना उत्तरमा जाउँ। के गर्न सकिन्छ, कसरी लेख्न सकिन्छ देखिया छ नि? मेरो बुक आउँदैन हो, मेरो बुक आयो भने त पछि त्यसबाट क्वेसनै आउँदैन। जब बजारमा बुक आयो, बुकबाट चाहिँ लोकसेवाले के गर्छ? बुक पढ्छ, त्यो क्वेसनहरू सोधिदिँदैन क्या, त्यही त बिजोग छ। ल अब नागरिक समाजले खेलेका भूमिकाहरू, होइन, नागरिक समाजले शासनमा खेल्न सक्ने भूमिकाहरू के हुन सक्छन् र नेपालमा नागरिक समाजको अवस्था कस्तो पाउनुहुन्छ भन्दाखेरि स्टार्टिङमा यसरी टिका पाठबाट अब बद्री कार्की जस्तो भयो होइन। उहाँले चाहिँ अब मेरै कपी गरेर पनि हुन सक्यो होला, उहाँ त मेरो अगाडि मभन्दा अगाडि हो। एनिवे, को कसको भन्ने भन्ने राम्रो कुरो चाहिँ जसको लिए पनि हुन्छ होइन। फेरि अमेरिकाको कुरो सुन्नु भएन। नागरिक समाजको शासन, शासनमा नागरिक सहभागिता र तथा खबरदारी, एउटा सहभागिता पनि भयो, अर्को खबरदारी पनि भयो। यसरी चाहिँ अलिकति यसलाई नागरिक समाजले शासनमा खेल्न सक्ने भूमिका भने स्पष्ट क्वेसन छ नि त। त्यो के भूमिका हो भन्दाखेरि सकारात्मक भूमिकामा सहभागिता, नकारात्मकमा खबरदारी। यति गरे पुगेको क्याच भयो क्या। अब यसको के गर्ने? विषय प्रवेश भन्ने, म हिजोदेखि भन्दै थिएँ अरू शब्दहरू लेखाइदिन्छु है भनेर, होइन। एउटा विषय प्रवेश गर्न सकियो, अथवा होइन तपाईँले यही शब्द लेख्नुपर्छ भन्ने छैन है। अरू कुन कुन हुन सक्छ भन्ने कुरामा जाउँ। विषय प्रवेश हुन सक्छ, अथवा परिचय हुन सक्छ, बुझ्नुभयो नि। अर्को चाहिँ सन्दर्भ सुरुवात हुन सक्छ, सन्दर्भ सुरुवात सुरुवात हुन सक्छ। सुदूरपश्चिमको पनि उठान भन्न सक्नुहुन्छ, होइन। अर्को झापातिर हो भने पृष्ठभूमि भन्न सक्नुहुन्छ, पृष्ठभूमि भन्न सकिन्छ। यस्ता कुनै शब्दहरूबाट एकदम स्टार्ट गर्ने, अलिकति युनिक थालनी, अलिक पुरानै भयो त्यस्तो नभनौँ है, यस्तो। अब यहाँ हेर्नुहोस्, अब यसको उठानबाट जाउँ। अघि मैले भनेकै अनुसार राज्यको संरचना जटिल छ, कानुनी जन्जाल छ, त्यहाँ नियन्त्रण गर्ने छ, निजी क्षेत्र नाफामुखी छ। हो, यो सबैबाट मुक्त एउटा स्वतन्त्र स्वायत्त स्वतः स्फूर्त समूह के हो? नागरिक समाज हो। यसरी
भनेर पनि तपाईँले के गर्न सक्नुहुन्छ, स्टार्ट गर्न सक्नुहुन्छ। यो नागरिक समाज औपचारिक, अनौपचारिक हुन्छ वा दुवैको मिश्रित हुन्छ। यसले के गर्छ, नागरिक समाजले समस्या, विषयप्रति चासो राख्ने, राज्यलाई घचघचाउने, सहयोग गर्ने, राम्रो कामको वकालत गर्ने, बौद्धिक, व्यावसायिक, पेशागत, सामूहिक समुदायहरूको के हो त समग्र रूप हो। यसमा को पर्छन्, अघि जस्तै पेशागत समूह, आमा समूह, उपभोक्ता समूह, अनौपचारिक समूहहरू पर्दछन् भनेर यसको 2 वटादेखि 3 वटा सेन्टेन्स लेख्ने। अब यहाँ एउटा बढी भयो, यो हटाउन सक्नुहुन्छ। अब सबैको एउटै होला भनेर चाहिँ यो हटाइदिउँला। यसरी चाहिँ बढीभन्दा बढी 2 वटा या 3 वटा सेन्टेन्सभन्दा बढी लेख्नु हुँदैन। यो चाहिँ के भयो, नागरिक समाज। अब यहाँ कि त तपाईँले नागरिक समाजको शासन भनेको के हो भनेर लेख्दा पनि हुन्छ। ओके, के भयो? ओके। अब यसमा जाउँ। नागरिक समाजको खेल्ने भूमिका। यहाँ बुझ्नुभयो? यो विषय प्रवेश मात्रै थियो। यहाँ अब विषय प्रवेश यो त हटाइदिइहालेँ मैले। त्यसपछि यो प्रश्नमा छ नागरिक समाजले शासनमा खेल्ने भूमिका। अब यहाँ के गर्ने, नागरिक समाजले शासन व्यवस्थामा खेल्ने भूमिका भन्ने। अब कहाँबाट सुरुवात हो त? 1980 बाट, अघिकै कुरा मैले फेरि रिपिट गर्दिनँ। त्यसबाट ठुला साम्राज्य पतन भयो र 2000 मा चाहिँ सन् 2000 पछि यो के अरे नागरिक समाजको शासनको सुरुवात भयो, यस्तो भन्न सक्नुहुन्छ। र त्यसपछि बल्ल के भयो त, होइन, हाम्रो खबरदारी, लोकतान्त्रिक मूल्य मान्यता, होइन, सामाजिक आर्थिक रूपान्तरणमा यसले के गर्छ, सहयोग गर्छ भनेर यहाँ हेर्नुहोस्। यो कस्तो हुनुपर्छ भन्दाखेरि यो साउथ इन्डियन मुभी जस्तो हुनुपर्छ। तपाईँको स्टार्टिङ बरु अगाडिको नलेख्नुहोस्, यो लेख्नु पर्यो। नागरिक समाजले शासनमा के गर्छ भनेर फ्याट्टै भनिदिने। यसको आवश्यकता नीति निर्माण गर्न, सेवा प्रवाहमा, होइन, कार्यान्वयनमा, खबरदारीमा, लोकतान्त्रिक मूल्य मान्यतामा, सोसियो इकोनोमिक ट्रान्सफर्मेसनमा मुख्य भूमिका खेल्दछ। यहाँ हेर्नुहोस् है, मुख्य भूमिका। हाम्रो नेपाली फिल्म जस्तो आई लभ यू भन्न 3 घन्टा लाउने होइन के, साउथ इन्डियन मुभी जस्तो हुनु पर्यो। के भनिदिनु पर्यो, तिमी मेरो बच्चाको आमा बन्ने भनेर डाइरेक्ट भनिदिनु पर्यो। यस्तो ठाडो कुरो सिधै मुख्य भूमिका यो हो। अब यसका साथै भन्ने अनि टक्क लेख्ने। अरू चाहिँ यहाँ छ अरू भूमिका। नागरिक समाजको प्रमुख उद्देश्य नागरिकको चासो, हित, सरोकारलाई उजागर गर्ने हो। नागरिकको भलाइ, हितको विषयमा चासो राख्ने। त्यही अनुसारको अर्को चाहिँ के छ, नीति, योजना, होइन, निर्माण गर्ने, कार्यक्रमहरू तर्जुमा गर्न सरकारलाई सुझाव दिने, होइन, दबाब दिने, सहकार्य गर्ने, यो अर्को भूमिका हो। सामाजिक समस्याहरूप्रति चाहिँ यो तिनीहरूलाई चाहिँ सचेत गराउने, समाधान खोज्नका लागि सम्बद्ध निकायलाई घचघचाउने काम गर्छ। अर्को सशक्तिकरणको काम थियो, नागरिक शिक्षा, मतदानमा, वातावरणमा, सरसफाइमा, स्वास्थ्यको विषयमा। कुनै एउटा लेख्ने, सबै लेख्नु पर्दैन। नागरिक अधिकारको लागि जनपरिचालन गर्ने, नागरिकको तर्फबाट नेतृत्व गर्ने, समाजका विकृति विसङ्गतिहरूलाई हटाउने, होइन, त्यसपछि उपभोक्ताको हित संरक्षण गर्ने, व्यावसायिक सुरक्षा गर्ने, शान्ति सुव्यवस्था, भ्रष्टाचार यस्तामा नागरिक शिक्षा बढाउने। यसरी भने यसरी नागरिक समाजले देशको सबै शासन प्रणालीमा विशिष्ट काम स्थान ओगटेको छ। यो समाजमा सचेतना अभिवृद्धि गर्न संवेदनशीलताका कारण नागरिक समाज एकदमै पपुलर छ। तर अब नेपालमा यहाँ क्वेसन के छ त, यो भयो यसको भूमिका। अब प्रश्नमा छ नेपालमा नागरिक समाजको अवस्था कस्तो पाउनुहुन्छ भन्ने प्रश्न छ। अब यो नेपालमा नागरिक समाजको अवस्था, यसलाई कपी गरौँ, इक्जाममा तपाईँले त्यही हेर्ने, यो खेल्ने भूमिका हो। अब नेपालमा के गर्छ त, नेपालमा नागरिक समाजको अवस्थालाई यसरी बुदागत रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने के त, पहिले पोजिटिभ कुरा लेखौँ। पोजिटिभ के हो त, विभिन्न पेसागत समूह छ, पत्रकार महासङ्घ छ, चिकित्सक सङ्घ छ, उद्योग व्यवसायी सङ्घहरू छ। यस्तोबाट चाहिँ यिनीहरूले के गरिरहेका छन्, काम गरिरहेको अवस्था छ, एक। दोस्रो, विपत्तिको बेलामा, सङ्कटको बेलामा, राज्य नभएको बेलामा काम गरिरहेको छ, बाढी पहिरोमा, आगलागीमा, दुर्घटनामा, रेड क्रस, लायन्स क्लब यस्तोमा यिनीहरू के गर्छन्, काम गर्छन्। भ्रष्टाचार, अनियमितता यिनीहरूको बारेमा सुशासन कायम गर्न एउटा छ नि, त्यो सफल नभएको मान्छे के, त्यसले खालि दिने भनेको त्यस्तै खालको उपभोक्ताको हित संरक्षणमा असल शासनका क्लबहरू, होइन, युवा सञ्जालहरू यस्ता के छन् त, यिनीहरू रहेका छन्। अर्को हेर्नुभयो भने सामाजिक अपराध, कुरीति, कुसङ्गति
कुसंस्कारहरू हटाउनका लागि यिनीहरू धर्ना दिने, होइन, त्यस्ता खबरदारी गर्ने, एउटा थियो नि ठ्याङ्ग उभिरहने, होइन, भन्ने हो, त्यस्तो काम गर्छ भनेको, त्यस्ता समूहहरूको काम गरिरहेको अवस्था छ। यद्यपि यो त राम्रो हो, अब नराम्रो के छ त भनेर अघिका कुराहरू जोड दिने। यो भूमिका राम्रो भए पनि प्रभावकारी छैनन्, कमजोरी छ। यिनीहरू निस्वार्थ छैन, एउटा निस्वार्थ छैन, यिनीहरू गैर नाफामूलक भएको छैन, यिनीहरू पनि डलरको खेती गरिरहेका छन् भन्ने छ। यिनीहरू राजनीतिक सङ्गठनका भातृ सङ्गठनको रूपमा देखिएको छ। अर्को, नागरिक समाज चाहिँ अघि भनेको शब्दलाई जोड्ने, सुविधामुखी छ, सहर केन्द्रित छ, होइन। अनि अर्को, यो दात्री निकायबाट फन्डेड छ, होइन, यसलाई चाहिँ एनजिओ आइएनजिओ फन्डेड छ भनिदिन सक्नुहुन्छ। इङ्ग्लिसमा भन्दा अलिक राम्रो सुनिन्छ जस्तो छ, इङ्ग्लिसै वर्ड। एनजिओ आइएनजिओ फन्डेड छ, नभए केही काम नगरिकन कसरी खान पुग्छ त, त्यो बुझ्नु होला। अनि विभिन्न पूर्वाकार ग्रह राखेर यसले खालि काम गर्ने गरेको आरोप छ, काम गर्ने गरेको आरोप यसमा के छ त, लाग्ने गरेको देखिन्छ, खालि पैसा खाएर काम गर्यो भन्ने छ। यिनीहरू स्वयंसेवी समूह अनुसार स्थापित हुन सकेको छैन, यिनीहरूले लोकतान्त्रिक मूल्य मान्यता अवलम्बन गर्न सकेको छैन। यो समस्या हो। यहाँ ठ्याक्क यो राम्रो यो नराम्रो यसो भनेपछि समीक्षा भइगयो, तर सकारात्मक नकारात्मक भन्नु पर्दैन। यसरी विश्वमै लोकतन्त्रको विशेषताका लागि नागरिक समाज छन्। नेपालमा पनि यो नागरिक समाज हामी जहिलेदेखि 2046 सालबाट सुरु गर्यौँ त्यस बेलादेखि यो के छ त, राम्रो भएको छ। तर पनि अहिलेसम्म जे जति भूमिका खेले ठिक छ, तर आगामी दिनमा चाहिँ नागरिक समाजका आफ्नो मूल्य मान्यतामा बस्न जरुरी छ भनेर के गर्ने, ट्याक्क टुङ्ग्याइदिने। ठिक छ। मलाई कसले सक्छ त, होइन, ल, नसकिने भयो सरलाई। यो ठिक छ। ल, अब यसमा केही तपाईँको फिडब्याक छ भने भन्नुहोस्। केही छैन। छैन भने अब अर्को क्वेसनमा जाउँ, नागरिक समाजबाट आउन सक्ने अर्को प्रश्न। अब यो नागरिक समाज भन्नाले के बुझिन्छ, यसले शासन प्रणालीमा पार्ने सकारात्मक र नकारात्मक प्रभावहरूमाथि टिप्पणी गर्नुहोस् भनेको छ। अब यसमा चाहिँ नागरिक समाज भन्नाले के बुझिन्छ भन्ने प्रश्न आयो, त्यसकारण यसमा परिचय लेख्नु पर्दैन। भनेको के हो भने परिचय नलेख्ने, के हो सिधै भनिदिने, कसैको दबावमा नआएर साझा स्वार्थ उद्देश्य मान्यता बोकेको एउटा सामूहिक प्रयत्न नागरिक समाज हो। यो के हुन्छ, राज्य परिवार, होइन, बजारभन्दा पृथक हुन्छ। तर केही केही विषयमा व्यवहारमा चाहिँ अलिअलि निजी क्षेत्र पनि मिसिने, अलिक धुमिल, अलिक नेगोसिएट गर्ने खालका हुन्छन् भन्ने। अर्को, यो स्थान अभियन्ता संरचना अनुसार विविध तरिकाले देख्न पाइन्छ। कोही अर्धनग्न जुलुसमा जान्छन्, कोही ठाउँमा के हुन्छ, मुखमा पट्टी पालेर बस्छन्, कोही के गर्छन्, विरोध गर्छन्, कोही ठिङ्ग उभिन्छन्, केही बोल्दैनन्, कोही चाहिँ सुत्छन्, कोही धर्ना दिन्छन्, ठाउँअनुसार फरक हुन्छ है। यसको औपचारिकता स्वायत्तता शक्तिमा पनि फरक फरक हुन्छ। अब भन्नाले के बुझिन्छ भनेको के बुझ्नु भएको छ सबै भन्नुहोस्। यसमा परोपकारी संस्था एनजिओ आइएनजिओ अघि भनेका सबै सङ्गठनहरू पर्छन् भन्नु सकियो। अब यसले शासन प्रणालीमा पार्ने सकारात्मक र नकारात्मक, अब ट्याक्क यति भनिसकेपछि परिचय भइगयो। अब यसको सकारात्मक प्रभावहरू शासन प्रणालीमा के बनाउँछ, अघि भनेकै कुरा टकटक भन्नुहोस्, होइन, अघि भनेको छ कि छैन हामीले। ल, यसरी हेर्नुहोस्, अघि हामीले भनेको ठ्याक्क सुरुमा, होइन। अब सकारात्मक मात्र त्यसरी आउँछ भने इक्जाममा कसरी चाहिँ अलिकति राजस्वतिर कसरी सिफारिस हुने, परराष्ट्रमा कसरी हुने, एक नम्बरमा कसरी पास हुने भन्दाखेरि टक्क, होइन, सकारात्मक प्रभाव चाहिँ यसरी भन्ने, जस्तै शासनमा सचेतना अभिवृद्धि, अघिकै कुरा हो। तर अब इक्जाममा कसरी लेख्न सकिन्छ हेर्नुहोस् है त। यसले टक्क शासनमा सचेतना, अरू त्यो भित्रको तपाईँ आफै पढ्नुहोस्।
एउटा नागरिक शिक्षा दिन्छ, जो पछि परेको वर्ग छ त्यसलाई सचेत बनाउँछ, सकिएको एक। दोस्रोमा जाउँ, यसले के गर्छ, समावेशी शासनको वकालत गर्छ। पछि परेका वर्ग समुदायहरूलाई चाहिँ मूलधारमा ल्याउने, मूल प्रवाहीकरणमा राख्ने यसले काम गर्छ। त्यति भनिदिनुहोस्, दुई। तेस्रो, शासनमा सबैको सहभागिता ल्याउँछ, सहभागितामूलक शासन विकास गर्छ, नेटवर्क बेस्ड गभर्नेन्स ल्याउँछ, त्यो भनिदिने, यो भयो तेस्रो। चौथो, लोकतान्त्रिक शासनका लागि पैरवी गर्छ, विचार अभिव्यक्ति स्वतन्त्रता कानुनहरूको विरोध गर्छ। अस्ति फेसबुकमा बोल्न नपाउनेको विरोध गर्यो, यस्तो काम गर्छ। अर्को, तर यसले के गर्छ, शासन प्रणालीमा नकारात्मक असर पनि पार्छ। यसले चाहिँ छाया शासन, होइन, स्याडो गभर्मेन्ट निर्माण गर्छ। सरकारको खालि विरोध गरेर, अघि भने जस्तै, सरकारप्रति जनताको विश्वास के गर्छ, कमजोर बनाउँछ। समाजलाई के गर्छ, विखण्डन गर्छ, जनतालाई द्वन्द्वतर्फ धकेल्छ। र अघि भने जस्तै उसले दलीय स्वार्थतर्फ केन्द्रित रहेर, वैदेशिक स्वार्थतर्फ केन्द्रित रहेर शासन कमजोर बनाउँछ। एउटा चाहिँ क्लस्टर गर्ने एउटा पक्ष, अर्को पक्ष चाहिँ ठाडै लेखिदिने, यसरी लेख्नु मिल्छ। यो एउटा उत्तर भयो है। अथवा यही क्वेसनलाई तपाईँले यसरी पनि लेख्दा हुन्छ, सरासर सकारात्मक पक्षहरू भन्ने, अघि भनेकै जस्तो नकारात्मक पक्ष भन्ने, र यसलाई टुङ्ग्याउने, होइन। अब तपाईँले यसको लागि के गर्ने भन्दाखेरि, मुलुकको आर्थिक सामाजिक, होइन, विकासको लागि नागरिक समाज के छ त, एकदम अपरिहार्य छ यसको टुङ्ग्याउ, होइन। यसले के गर्छ, समन्वय साझेदारी मध्यस्थता गरेर यसलाई चाहिँ हामीले राजनीतिबाट सदैव अलग र तटस्थ राख्नुपर्छ। यो सहर केन्द्रित नभइकन यसलाई, होइन, गाउँमा पनि लानुपर्छ यो आन्दोलनलाई। त्यसपछि यसमा देखिएका कमी कमजोरीलाई सुधार गरेर र सकारात्मक पक्षलाई बलियो बनाउँदा समाजमा सशक्तिकरण, विकासमा भूमिका र यसलाई थप प्रभावकारी बनाउन सकिन्छ भनेर टुङ्ग्याइदिने। कुरो बुझ्नुभयो? ल, यो नागरिक समाजको शासन सकियो। केही प्रश्न छ? केही छ दाजुभाइ दिदीबहिनीहरूको प्रश्न भनेर राख्नुहोस्। केही नबुझेको? दुइटै अब एकदम आफू स्ट्रङ हुनु छ भने क्लस्टर गर्नुहोस्, स्ट्रङ हुनुहुन्न भने चाहिँ भट्टाभट लेख्नुहोस्। अहिले भनेकै सुधार गर्नुपर्छ है सर, जहाँ प्रब्लम छ त्यही लेख्नु। बुझ्नुभयो नि? क्लस्टर गर्नुभन्दा पनि अब नेपालमा नागरिक समाजको छाया सरकार भनेको सरकार बाहिर रहेर सरकारको समर्थन र विरोध गर्ने, होइन, त्यसलाई चाहिँ हामी के भन्छौँ त, त्यसलाई हामी छाया सरकार भन्छौँ। अब यो पिडिएफ नोट टेलिग्राममा राखिदिँदा होइन, लेख्दै गएपछि मात्र म भन्न सक्छु तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ भनेर। ल, त्यो बुझ्ने है। अरू, ए, नागरिक समाजलाई ट्रेड युनियनसँग जोड्नु पर्दैन, हावा भइहाल्यो नि त्यो। ट्रेड युनियन त पेसागत सङ्गठन भनेको छु नि, हो त्यही त हो। त्यसको एउटा आफ्नो माग हो। ट्रेड युनियन तपाईँको सिलेबसमै छैन, किन पढ्नु पर्यो? उम्, ल, अरू, अ, अम, पढ्दै जाँदाखेरि
क्लस्टर भइहाल्छ। बिस्तारै थाहा भइसकिसके सिभिल सोसाइटीमा के हुन्छ भन्ने कुरा। अगाडि बढौँ। ल, भेरी गुड। आई वाज वेटिङ फर दिस। अब यो क्वेसनको एन्सर त पो मैले लेखेँ। अर्को अब तपाईँ पढ्नुहुन्छ, त्यसको क्वेसन एन्सर तपाईँले लेख्नुहुन्छ। भोलिपल्टको क्लासमा सुरुमा हामीले चाहिँ के गर्छौँ, त्यही क्वेसनको एन्सर चाहिँ पहिले तपाईँबाट सुन्छु, होइन? जस्तै अबको क्लासमा हामीले संविधानवाद सर पढ्छौँ, अनि संविधानवादको क्वेसन तपाईँलाई दिन्छु। त्यो क्वेसन गर्नुहुन्छ र त्यसको फिडब्याक चाहिँ भोलिपल्ट त्यसको पिडिएफ सहित मैले के गर्छु त तपाईँलाई प्रेजेन्ट गर्छु। पढौँला त्यसरी, यसरी पढ्छौँ है हामी। जस्तै आज पो मैले संविधान के अरे नागरिक समाजको क्वेसन गरिदिएँ, तर भोलि चाहिँ यो संविधानवाद अहिले पढ्ने, यसको क्वेसन तपाईँले गर्नुहुन्छ है। कुरो बुझ्यो? मोडालिटीको विषय कसैलाई कन्फ्युजन छ अझै? ओके, अब जाम संविधानवाद। अब पहिले कुरा संविधानमा जाउँ। संविधान भनेको देशको राज्य शासन व्यवस्थालाई सञ्चालन गर्ने जुन जुन नियम बनाइन्छ, त्यो नियमको समूहलाई हामी शासन भन्छौँ। त्यसैले संविधान भन्छौँ। अब हामी दोस्रो च्याप्टरमा गयौँ। संविधान देशको मूल कानुन भनेर तपाईँले जानेकै छ। यो चाहिँ सरकार, जनता र राज्यको बिचमा एउटा सम्बन्ध कायम गराउने रहन्छ। अनि देश पनि संविधान अनुसारै चल्यो। संविधानले सरकारको कस्तो स्वरूप रहन्छ, लक्ष्य के हुन्छ, भोलि पर्सि के गर्ने, दायित्व के हुन्छ, शक्ति पृथकीकरण के हुन्छ भन्ने कुराको विभाजन गरेको हुन्छ। संविधानमा नागरिकको हक अधिकार मौलिक हकहरूको व्यवस्था गरिएको हुन्छ। त्यही भएर त संविधानमा हेर्नुभयो भने हाम्रो देश कस्तो, संविधानमा के कुरा छ साथीहरू, होइन? ठ्याक्कै हेर्नुहोस्, पहिले संविधानै बुझौँ। संविधानमा के छ यसो हेर्नुभयो भने हाम्रो देश कस्तो देश हो भन्ने छ, हाम्रो राष्ट्र कस्तो राष्ट्र हो, यसको समाज कस्तो हो भन्ने कुरा राखिएको छ। एउटा राज्य कस्तो, यसको राष्ट्र कस्तो हो, यसमा कसरी कर उठाइन्छ भन्ने विषय छ, होइन? कसरी कर उठाउने, कसरी सरकार बनाउने, यसको मौलिक हक अधिकार के हुने, मानव अधिकार के हुने, आर्थिक कार्यप्रणाली के हुने, हाम्रो समाज कस्तो हुने, यहाँ बोल्ने भाषा कस्तो हुने, होइन? हाम्रा सरकारका अङ्गहरू, अन्य अङ्गहरू के हुने, यसको शक्ति पृथकीकरण र सन्तुलन कस्तो हुने, होइन? यो कुरा राखिएको छ। यसो हेर्नुभयो भने सरकार सबै कुरा यसमा चाहिँ धारा 51 भने राज्यको दायित्व के हुने, अबको सरकारको उद्देश्य के हुने, होइन? लास्टमा अधिकार के हुने, अधिकारको सूची के हुने, यस्ता कुराहरू राखिएको हुन्छ। हो त्यसकारण त के भनिन्छ, यो यो भनेकै के हो त, देशलाई विभाजन गर्ने कुरा रहेको छ यो संविधान भनेको, है? अब यो संविधान यस्तो छ भने संविधानवाद के हो, पहिले संविधान बुझ्नु पर्यो। संविधान भनेको, संविधानवाद भनेको हो त्यो संविधान जुन छ नि, देश कस्तो, हाम्रो राष्ट्र कस्तो, यहाँ कर कसरी तिर्ने, सरकार कसरी बनाउने, मौलिक हक मानव अधिकार कस्तो हुने, अङ्गहरू कस्तो हुने, शक्ति पृथकीकरण कस्तो हुने, दायित्व कस्तो हुने, यिनीहरूको यो सबै भनौँ संविधान। संविधानको यो सर्वोच्चतालाई कायम गर्ने, यसलाई सम्मान गर्ने, यसलाई निष्ठा आफ्नो एकदम आत्मसात गर्ने, त्यसलाई दर्शन भगवान मान्ने कुरालाई चाहिँ के भनियो, संविधानवाद। संविधानमा भएका कुरालाई मान्नु पर्यो क्या, त्यसलाई सम्मान गर्नु पर्यो, त्यसमा निष्ठा राख्नु पर्यो, त्यसको सर्वोच्चता राख्नु पर्यो, हो त्यसलाई भन्छ संविधानवाद। संविधानवाद भनेको सीमित सरकार पनि हो। यसले के गर्छ, सरकारलाई चाहिँ सीमित बनाइदिन्छ। सरकारलाई सीमित कसरी बनाउने भनेको, सानो सरकार बनाउने होइन, सरकारको काम कारबाहीलाई के गर्छ यसले, काम कारबाहीलाई, होइन, काम कारबाहीलाई यसले के गर्छ त, यसले नियन्त्रण गर्छ, होइन? यो गर्न मिल्छ, यो गर्न मिल्दैन भनेपछि त ऊ के भयो, एउटा सीमामा रह्यो। सरकार केमा रह्यो त, सीमामा रह्यो। हो त्यो सीमामा रहनु भनेको त्यो सरकार चाहिँ के भयो त, सीमित सरकार हो। अनि यो सरकार त्यस्तो हो, नागरिकलाई के भयो, अत्याधिक स्वतन्त्रता, होइन, पाइयो। हो त्यस्तो संविधानको मर्म अनुसार चल्ने शासनलाई हामी के भन्छौँ त, त्यसलाई चाहिँ हामी संविधानवाद भन्छौँ। त्यति बुझ्नु पर्यो। ठिक छ, त परिचयमा यसरी सुरुवात गर्न सक्नुहुन्छ। सिरियल्ली पढिँदैन है, सिरियल्ली पढिँदैन डेल। यो के हुन्छ भन्दाखेरि मैले अघि भने प्रथम खण्डको एउटा, दोस्रो खण्डको एउटा,
यसरी पढिन्छ। सिरियली पढ्दाखेरि के हुन्छ, तपाईँ लास्टमा पुग्नुहुन्छ, तपाईँ सबै बिर्सिनुहुन्छ। किनभने क्वेसन त सिरियली आउँदैन नि, एउटै एउटै खण्डबाट 10वटा क्वेसन त आउँदैन। बुझ्नुभयो नि? त्यही भएर आफ्नो दिमागलाई चाहिँ एकैपटक नागरिक समाजबाट संविधानवादमा जानु पर्यो, संविधानवादबाट नीतिमा जाने खालको बनाउनुपर्छ। तर पनि हामी पहिलो र दोस्रो खण्ड चाहिँ प्रत्येक दिन पढ्छौँ। अनि तेस्रो र चौथो, अनि त्यो सकिन्छ। अब संविधानवाद भनेको के हो त? संविधान भनेको निर्माण, प्रयोग शासकको इच्छा, चाहना र स्वार्थ अनुकूल नभएर लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेर गरियो भने त्यो हो संविधानवाद। पहिले संविधानवाद भन्नुपर्छ। संविधानको निर्माण कसरी हुन्छ पहिले यो कुरा बुझ्नुहोस् है। संविधानको मात्र प्रयोग होइन, यो नयाँ कन्सेप्ट हो। कुरो बुझ्नुहुन्छ कि बुझ्नुहुन्न अब यतिको कुरो? दिस इज इनपुट। इनपुट ओ सरी, यो इनपुट हो। इनपुट भनेको संविधान कसरी बन्छ भन्ने कुरा जान्नु पर्यो। त्यसपछि दिस इज प्रोसेस, त्यो संविधानलाई हामीले कसरी फलो गर्छौँ। त्यसपछि यसबाट आएको एक्सपेक्टेड रिजल्ट अथवा आउटपुट, रिजल्ट भन्छु म त्यसलाई, है रिजल्ट। यो तीनटा कुराको कुरा चाहिँ संविधानवाद हो। तपाईँले प्राय हरेक किताबहरूले किताब त नभनौँ, त्यो गाइड सङ्कलकहरूले के गरेको छ, संविधानवाद भनेको प्रोसेसमा राखेको छ क्या। तर म के भन्छु, संविधानको निर्माण कसरी हुन्छ हो, त्यो संविधानको निर्माण प्रयोग त्यो चाहिँ लोकतान्त्रिक मूल्य मान्यता अनुसार भयो भने त्यो पहिलो संविधानवाद हो। दोस्रो, अब संविधान जनताले बनाए हो, त्यसलाई सर्वोच्चता स्वीकार गर्नु भनेको दोस्रो संविधानवाद हो। भनेको संविधानलाई सम्मान गर्ने, त्यसको मर्म भावनालाई स्वीकार गर्नु, आत्मसात गर्नु दोस्रो। तेस्रो चाहिँ के हो, राज्यले शक्ति, स्रोत, अधिकारहरू प्रयोग गर्दा त्यही संविधान अन्तर्गत रहेर प्रयोग गर्नु चाहिँ प्रोसेसमा, त्यो चाहिँ के हो, संविधानवाद हो। त्यसबाट नागरिकको स्वतन्त्रता, सरकारको शासन शक्तिको सीमितता भयो भने त्यो संविधानवाद हो। यसरी बुझ्नु होला। के हो अरे? ल, के हो भन्नुहोस् त? मैले एकछिन स्टप गरेँ, भन्नुहोस् त। पहिले के गर्ने? लेखा परीक्षण बाहेक सबै क्लास मेरै हुन्छ, लेखाको पनि मेरै हुन्छ। लेखा परीक्षण मात्रै अर्काको हुन्छ। लेखा परीक्षणको क्वेसन एन्सर चाहिँ म गराउँछु, अथवा लेखा र लेखा परीक्षण अर्कोले पढाए पनि मैले के गर्छु, त्यसको क्वेसन एन्सर सबै मैले गराउने हो। पहिले के, संविधान निर्माण, भेरी गुड। अनि दोस्रो निर्माण एक, अर्को अब दोस्रो भन्नुहोस्। प्रयोग होइन, सरी, प्रतीक्षा नट प्रयोग। कार्यान्वयन त पछि होला। स्वीकार्यता, भेरी गुड किशोर। स्वीकार गर्ने, त्यसलाई आत्मसात गर्ने, सेकेन्ड। थर्ड, भेरी गुड, डेभलपमेन्ट, इम्प्लिमेन्टेसन, रिजल्ट। यी सबै कुरामा संविधान जब आउँछ नि, संविधानको मूल्य मान्यता लोकतान्त्रिक हुन्छ नि, त्यो बेला के भयो, संविधानवाद भयो। त्यसकारण संविधानवाद भनेको निरङ्कुशता, तानाशाही, अनुत्तरदायी शासनको विरुद्धमा आएको एउटा नयाँ मान्यता हो। यसले शक्तिलाई सीमित गरिदिन्छ। त्यसकारण यो भनेको संविधानवादको दुईटा कुरा बुझ्नु होला कम्तीमा। तपाईँले संविधानवादको सन्दर्भमा संविधान भनेको लोकतान्त्रिक संविधान हुनु पर्यो, सरकार भनेको सीमित सरकार हुनु पर्यो, दुई। तेस्रो, संविधानको आदर्श र सीमित सरकारलाई प्रत्याभूति भएको हुनु पर्यो र त्यो अनुसार शासन व्यवस्था चल्नु पर्यो, हो त्यसलाई भनिन्छ संविधानवाद। कुरो बुझ्नुभयो भने भन्नुहोस्, नबुझे फेरि सोध्नुहोस्।
कुरो बुझियो के अरे संविधान पहिले बन्दाखेरि नै है, संविधान बन्दाखेरि लोकतान्त्रिक मूल्य मान्यता जनताले सोचे अनुसार बन्नु पर्यो। त्यसमा संविधानको अन्तर्वस्तुमा लोकतान्त्रिक मूल्य मान्यता हुनु पर्यो। दुई, 3 नम्बरमा ओ संविधान रहेछ है, म पनि संविधान अन्तर्गत हो भन्ने प्रधानमन्त्री राष्ट्रपति लगायत सबै नागरिकले त्यसलाई आत्मसात गर्नु पर्यो। तेस्रो, चौथो भनेको त्यो लोकतान्त्रिक मूल्य मान्यता अनुसार सीमित सरकार भएर शक्ति स्रोत अधिकार प्रयोग गर्नु पर्यो। पाँचौँ, त्यो अनुसारको संविधानका आधारभूत शर्त संविधानको सिद्धान्त अनुसार चाहिँ शासन चल्नु पर्यो र नतिजा दिनु पर्यो। यो कुरा के हो? संविधानवाद हो। अब बुझ्यो कि बुझिएन? भने चाहिँ मात्र संविधानवाद नै संवैधानिक सर्वोच्चता हावा लेख्नु हुँदैन भने हो। हावा नलेख्ने भने हो। बुझ्नुभयो? बुझ्नुभयो भने अगाडि बढिहालौँ कि छैन? कसैले बोल्दैन। अब दिमाग खराब भइगयो यिनीहरूको। यिनीहरूले पढेको अर्कै थियो होइन। आइडियोलोजी मात्रै हो त? आइडियोलोजी भनेको त स्वीकार गरेर जानु पर्यो नि, सिधै झन्डा बोकेर जाँदा हुन्छ? लौ, नेट गएपछि बर्बाद भयो, सक्यो। ल फेरि क्वेसन एन्सरमा आइहाल्छ। अब यसरी हेर्दाखेरि यसलाई टोटलिटीमा के लेख्ने इक्जाममा भनेको संविधानको आदर्शता भएको, सीमित सरकारको प्रत्याभूति भएको, संवैधानिक लोकतान्त्रिक संविधान बमोजिम सञ्चालित शासन पद्धति के हो? संविधानवाद हो। यसले यसका तत्त्वहरू संविधानका आधारभूत सिद्धान्तहरूलाई प्रयोग गरेको हुन्छ र त्यहीबाट सत्ताबाट के हुन्छ? शासन सञ्चालित हुन्छ भने बुझ्नु पर्यो है। यति भन्ने ठिक छ। नेक्स्टमा जाउँ। अब यो शासन भनेको अघि मैले भने यो कानुनबाट शासन चल्ने होइन, रुल अफ ल होइन कि रुल बाई ल होइन, रुल अफ ल हुनुपर्छ। अर्को दोस्रो भनेको यसमा सीमित सरकार हुन्छ। सीमित सरकार भनेको शक्ति पृथकीकरणको सिद्धान्त हुन्छ। कार्यपालिका व्यवस्थापिका न्यायपालिकाले आफ्नो काम गर्यो भने चाहिँ त्यो हो सीमित सरकार। म यसको विशेषता भन्दैछु। एउटा रुल अफ ल हुनु पर्यो, रुल बाई ल होइन। दोस्रो लिमिटेड गभर्मेन्ट हुनु पर्यो। दोस्रो तेस्रो भनेको शक्ति पृथकीकरणको सिद्धान्त हुनु पर्यो। चौथो, लोकतान्त्रिक शासन पद्धतिमा जननिर्वाचित संस्थाले व्यवस्थापिकाले कानुन बनाउनुपर्छ। यो चौथो कुरो। र कार्यपालिकाले कार्यान्वयन गर्छ, न्यायपालिकाले, त्यो कुरो त छँदैछ, त्यो हुनु पर्यो। तिनवटा अङ्गले आफ्नो काम गर्नु पर्यो। यति बुझ्नुहोस् है। त्यसपछि अर्कोमा जाउँ। यसले राज्यको शक्ति नियन्त्रण तथा सन्तुलनको काम गर्छ। स्वेच्छाचारिता निरङ्कुशतालाई अन्त्य गर्ने शासन व्यवस्था के हो त? होइन, संविधानवाद हो। यसले संवैधानिकको वैधता, जनताले सबै कुरालाई वैध मान्नुपर्छ। अब यसलाई अहिलेसम्म मैले भनेको कुरालाई सबैलाई जोड्नुभयो भने यो भेटिन्छ। यो पुरै संविधानवाद भनेको संवैधानिक सर्वोच्चतालाई स्वीकार गर्ने, त्यो अनुसार राज्य व्यवस्था सञ्चालन गर्ने। संविधानको मर्म भावना बमोजिम चाहिँ मूल्य मान्यता अनुसार रुल अफ ल कायम गर्ने कुरा चाहिँ के हो? संविधानवाद हो। यसले सीमित सरकार नागरिक स्वतन्त्रताको कुरा गर्छ भन्ने। संविधानवाद भनेको फन्डामेन्टल ल, गभर्मेन्ट अथोरिटी, यिनीहरूलाई चाहिँ यो सत्तालाई लगाम लगाउने एउटा डक्टराइन, एउटा प्र्याक्टिस हो होइन। यो चाहिँ सिद्धान्त हो, एउटा अभ्यास हो त्यो भन्ने। एकजनाले कहीँ मान्यता हो भन्दै त हो, त्यही हो, त्यही डक्ट्राइन हो, यो प्र्याक्टिस हो। जसले रुल अफ ल, सेपरेसन अफ पावर, त्यही कुरा मैले रिपिट गरेँ अहिले यो दुईवटा प्याराग्राफमा। बुझ्नु भएन नि, यही दुईवटा प्याराग्राफ मात्र पढ्ने। यो रुल अफ ल कायम गराउने हो, त्यति बुझ्ने। प्रोटेक्सन अफ फन्डामेन्टल राइट, गभर्मेन्टको पावरलाई लिमिटेड गर्ने, त्यो प्र्याक्टिसलाई हामी के भन्छौँ? संविधानवाद भन्छौँ। सकिएको। संविधानवादको अवधारणा कसरी आए त भनेर जाउँ। कुरो बुझिँदैछ नि?
संविधानवादको अवधारणा परम्परागत तरिकाले जब राज्य स्थापित भयो त्यसै बेलादेखि अब सरकार बन्यो। सरकार बनेपछि सरकारमा शासनको सबै अभिभारा गुमायो, सरकारमा आयो। भनेपछि सरकारले कानुन बनाउने, कार्यान्वयन गर्ने, व्याख्या गर्ने सबै काम के भयो सरकारले आफै गरे। तर बिस्तारै यो तिनवटै क्या शासनको सीमित शासन यो सबै कुरा चाहिँ सरकारको एउटै व्यक्तिले गर्न थाल्यो, शासकले गर्न थाल्यो क्या। शासक एक्लैले विधायकी, कार्यकारी, न्यायिक अधिकार लियो। यो तिनटै भएपछि ऊ के हुन्छ, स्वेच्छाचारी हुन्छ, निरङ्कुश हुन्छ र तानाशाही हुन्छ। त्यो गरेपछि शासकले के गर्छ, नागरिकमाथि अत्याचार बढाउँछ। अनि अत्याचार बढाएपछि चाहिँ शासकको त्यो असीमित अधिकारलाई हामीले कम गर्नका लागि विधिको शासनको के गर्यौँ, जन्म गर्यौँ। जस विधिको शासनले के गर्यो, शक्तिलाई ठक्क विभाजन गर्ने, नागरिक स्वतन्त्रतालाई पक्षपोषण गर्ने, एउटा अधिकारको सीमाङ्कन, अर्को स्वतन्त्रता। त्यही भएर कानुन विधिको शासन भनेकै कानुनको शासन। अब त्यो भएपछि पहिले कानुनको शासन आयो। त्यसो भए कानुन कहाँ राख्ने भन्दाखेरि संविधानमा राख्ने, संविधानलाई कानुनको जननी मान्ने, सबै कुरा संविधानमा लेख्ने र त्योभन्दा बाहिर नजाने भनेर चाहिँ के भयो त, यो कुरालाई चाहिँ संविधानवाद यसरी सुरुवात भयो भन्न सक्नुहुन्छ। यो शासकको गल्तीले गर्दा सुरुवात भएको है। अर्को त्यही भएर चाहिँ यसको आधुनिक जग चाहिँ म्याग्ना कार्टालाई मानिन्छ। म्याग्ना कार्टाले के गरिदियो, नो ट्याक्सेसन, हिजो पनि मैले कुरा गरेको थिएँ, त्यो बाटो भयो। अब अहिले आएर शासन उदारीकरण भयो, सीमित शासनमा भयो, लोकतान्त्रिक शासन मूल्य मान्यतामा गयो होइन। यसको आधारमा के भयो त, शासनमा चाहिँ यो संविधानवाद विकास हुँदै गएको पाइन्छ। अब हेर्नुभयो भने यसका अन्य आधारहरू त्यही हिजोको फ्रान्सेली राज्य क्रान्ति, गौरवमय क्रान्ति, अमेरिका स्वतन्त्रता सङ्ग्राम, नेपालको संविधान अमेरिकी संविधान, संयुक्त राष्ट्रसङ्घको स्थापना, विश्वव्यापी घोषणापत्रहरू, यिनीहरूले के गरे, शासनलाई चाहिँ झन राम्रो बनाउँदै गए। त्यति कुरा बुझ्नु पर्यो। त्यसो भए अहिलेसम्म हेर्नुभयो भने यसरी चाहिँ त्यो शासक राज्य भयो, शासक आयो, शासकले हस्तक्षेप गर्यो, त्यो हस्तक्षेप हटाउनका लागि हामी के गर्यौँ त, संविधानवाद ल्यायौँ। त्यति बुझ्दा भयो। यो चाहिँ अवधारणा। अब शासनमा के विशेषता हुन्छ त संविधानवादमा, त्योतिर जाऊँ। संविधानको वादको विशेषता अघि मैले भनेको सबै, कानुनको शासन, लोकतान्त्रिक शासन व्यवस्था, संवैधानिक सर्वोच्चता, सीमित सरकार, बालिक मताधिकार, स्वतन्त्र र सक्षम न्यायपालिका, प्रतिपक्ष, बहुदलीय शासन, शक्ति सन्तुलन, पृथकीकरण, यसको चाहिँ मूल विशेषता हो। यसलाई चाहिँ तपाईँले राख्न सक्नुहुन्छ। अब यसका साथै सार्वभौम सत्ता, राजकीय सत्ता जनतामा भए राम्रो, राम्रो है, नहुन पनि सक्छ। रुल अफ ल हुनुपर्छ, कानुन, नो वान इज एबभ द ल, सबैजनाले लिगल प्रोसिड्युरलाई फलो गर्नुपर्छ, जो सुकै होस्। त्यसपछि शक्तिको पृथकीकरण हुनुपर्छ, सेपरेसन अफ पावर हुनुपर्छ, राज्यका अङ्गहरूमा यो विभाजित हुनुपर्छ, अधिकारको संरक्षण हुनुपर्छ, मान्छेको यो मौलिक हक अधिकारहरूको संरक्षण हुनुपर्छ, नागरिकहरू भेला हुन पाउने, बोल्न पाउने, सभा गर्न पाउने खालको अधिकार हुनुपर्छ, त्यो ग्यारेन्टी हुनुपर्छ। अघि मैले भने जस्तो लिमिटेड गभर्मेन्ट हुनुपर्छ। यति धेरै लेख्नु पर्दैन है, लिमिटेड गभर्मेन्टको एउटा इक्जाम्पल तपाईँलाई बुझाउनका लागि मात्र राखेको। तर लास्टमा छ नि, पारदर्शी, लोकतान्त्रिक, उत्तरदायी सरकार हुनुपर्छ भन्ने भइगयो। र सरकारमा सिद्धान्त चाहिँ लोकतान्त्रिक हुनुपर्छ, डेमोक्रेटिक प्रिन्सिपल हुनुपर्छ है। गभर्मेन्ट इज बेस्ड अन द कन्सेन्ट अफ द पिपुल भन्ने हुनुपर्छ। यही कुरा राख्ने। अब यो किन चाहियो भन्ने कुरा, अब निर्वाचन कस्तो, प्रेस स्वतन्त्रता कस्तो, समावेशी शासन प्रणाली, यी कुरा भयो भने हाम्रो नागरिक के भयो त, संविधानवाद भयो भन्ने बुझ्न सकिन्छ। अब यसका महत्त्व भनेको अहिलेसम्म हामीले बुझेको चाहिँ स्वेच्छाचारिता अन्त्य गर्न, सरकारलाई जनताप्रति उत्तरदायी बनाउन, विधिको शासन कायम गर्न, जनताको मतलाई कायम गर्न, भोइस चोइस र राइटको ग्यारेन्टी गर्न, मानव अधिकार सुशासन ल्याउन, स्वेच्छाचारिता अन्त्य गर्न चाहिन्छ। यो संविधान र संविधानवादको के हो भनेर राखिएको छ, यो परेन। अब संविधानवादको एउटा आयाममा जाउँ। यो एकदम इम्पोर्टेन्ट क्वेसन हो। संविधानवादको आयाम, आयाम के हो त, संविधानवादको दायरा के हो, स्वरूप के हो, सीमा के हो, त्यो भनेको संविधानवादको आयाम हो। नर्मल्ली यसलाई चाहिँ राजनीतिक र कानुनी भनिन्छ। तर मैले राजनीतिक र कानुनी सँगसँगै यसमा मैले के भने, आर्थिक,
सामाजिक, वातावरणीय भनेर पनि राखेको छु। यो चाहिँ तपाईँले राजनीतिक र कानुनी दुईटा हुन्छन्। यसका साथसाथै भन्नुभयो भने राम्रो। राजनीतिक कस्तो? राजनीतिक संविधानवाद भनेको नागरिकको सर्वोच्चता भएको, सार्वभौमसत्ता जनतामा रहेको, ठ्याक्कै सरकारको कुरो, सरकार कस्तो, यिनीहरूको दायित्व कस्तो, निर्वाचन कस्तो, देश कस्तो, राज्यका निर्देशक सिद्धान्त कस्तो, यो प्रतिपक्ष कस्तो भन्नुभयो भने त्यो चाहिँ राजनीतिक संविधानवाद भयो। अधिकार कहाँ छ, विकेन्द्रीकरण भयो कि भएन, सरकार कसरी बन्छ भन्ने कुरा चाहिँ राजनीतिक संविधानवाद। कुरो बुझ्नुभयो साथीहरू? संविधानवाद भनेको राजनीतिकमा के नै चाहिँ नछोड्ने भन्ने कुरा भन्दैछु। एउटा सरकार नछोड्नुहोला, सरकार कसरी हुन्छ, कसरी बन्छ, सरकार कसको प्रति उत्तरदायी हुन्छ भन्ने कुरा राख्ने, उत्तरदायी कोसँग रहन्छ, त्यहाँ देशमा निर्वाचन हुन्छ कि हुँदैन त्यो चाहियो, प्रतिपक्ष कस्तो छ त्यो कुरा राख्ने, त्यहाँका प्रेस छ कि प्रेसलाई यहीँ राखे पनि हुन्छ, बाहिर राखे पनि हुन्छ, नागरिक समाज कस्तो छ, सरकारको गोल के छ, उद्देश्य के छ, सरकारले कसरी काम गर्छ, यसको उद्देश्य के छ, यो कुरा नछोड्नु होला। सरकारको शासन प्रणाली कस्तो छ, शासन प्रणाली समावेशी छ कि छैन, प्रणाली कस्तो छ, अनि वैधता कस्तो छ, त्यसलाई हटाउन मिल्छ कि मिल्दैन, सरकार विघटन कसरी हुन्छ, विघटन कसरी हुन्छ, यी कुराहरूलाई राख्नुभयो भने संसद कस्तो छ भन्ने कुरा चाहिँ ट्याक्क राख्ने यो जो राजनीतिक संविधानवादको कुरो बुझ्नुभयो? ल हेर्नुहोस् है, यति कुरा चाहिँ राजनीतिक संविधानवादमा राख्ने। अब अर्को आयाममा जाउँ, हामी यसलाई डिटेलमा क्वेसनमा पनि फेरि गरिहाल्छौँ, अहिले यसलाई सर हेरौँ मात्रै। अब कानुनी संविधानवाद, कानुनी संविधानवाद भनेको न्यायपालिका सम्झिनलाई एक शब्दमा, न्यायपालिकाले न्याय कसरी सम्पादन गर्छ र न्यायिक प्रक्रिया कस्तो छ, बुझ्नुभयो नि? एउटा न्याय सम्पादन, अर्को न्यायिक प्रक्रिया कस्तो छ, त्यो अनुसार चाहिँ यदि उसले कार्यपालिका व्यवस्थापिकालाई ठेगान लगाउँछ भने त्यसलाई जन उत्तरदायी बनाउँछ भने त्यो कानुनी संविधानवाद हो। कानुनी संविधानवाद भनेको मौलिक हक, मानव अधिकार, न्यायिक अघिको थियो नि प्रक्रिया, त्यो अनुसार न्यायिक पुनरावलोकन, न्यायिक सक्रियता, न्यायिक आत्मसंयम भन्छ क्या, उसले आफूले के गर्छ, यी कुराहरूलाई जोड्नुभयो भने त्यो के भयो, कानुनी संविधानवाद भयो। अर्को संविधानवाद भनेको आर्थिक, आर्थिक तरिकाले हाम्रो जति करहरू छ नि त्यसलाई थोरै कर लगाउने, प्राप्त स्रोत साधनलाई सबैमा बिस्तारै न्यायपूर्ण विवेक तरिकाले बाँड्ने, यसमा चाहिँ निजी क्षेत्र पनि सहभागी हुन पाउने, यो आर्थिक अवसरहरूको राम्ररी वितरण हुने भनेको आर्थिक संविधानवाद भयो। र सामाजिक संविधानवाद चाहिँ समाजको मूल्य मान्यताहरू चाहिँ शोषण हुन नदिने, सांस्कृतिक तरिकाले विकास हुने, बहुलवादलाई स्वीकार गर्ने, त्यस्तोलाई, र वातावरणीय भनेको दिगो विकास, वातावरणीय न्याय, यस्ता कुरा भयो भने यो संविधानवादको आयामहरू भयो। अब नेपालको संविधानको विकास क्रम कस्तो छ, त्यसमा संविधानवाद कस्तो छ भन्ने प्रश्न आउँछ। यो चाहिँ हामीले संविधानको पहिले नेपालको संवैधानिक विकास क्रम पढ्छौँ, त्यसैमा संविधानवाद कस्तो छ भन्ने कुरा हामी भोलिको क्लासमा त्यसलाई जोड्छौँ है। यो नेपालको संविधानको विकास क्रममा संविधानवाद कस्तो छ भन्ने। अब यसको कमजोरी के छ, हामी कहाँ कहाँ चुकेका छौँ, यो सबै संविधानको हो। सबै संविधानलाई अब नेपालको अहिलेको संविधानमा कस्तो छ त्यो नेपालको संविधान पढेपछि हामी गर्छौँ, र अब त्यसपछि संविधानवादमा के समस्या छ र समाधान कसरी हुन्छ भन्ने कुरा चाहिँ अर्को कक्षामा गर्नेछौँ। आजलाई यति हुन्छ। अब पक्नुहोस् है, तपाईँहरूले आजको क्वेसन लिएर जानु पर्यो होइन। यो क्वेसन चाहिँ तपाईँले के गर्नुपर्छ, आफै प्र्याक्टिस गरेर भोलिको कक्षामा आउनु पर्यो। यही क्वेसनहरू हामी भोलि गर्नेछौँ है। ल, लेखाइदिनुपर्छ कि लेख्नुहुन्छ? एउटा संविधानवादको परिचय दिँदै भन्ने हुनसक्छ, यो प्रश्न म देखाउँछु तपाईँलाई। संविधानवादको हामीले परिचय दिँदै नेपालको अहिलेको संविधान, वर्तमान संविधान चाहिँ संविधानवादको दृष्टिकोणले कस्तो पाउनुहुन्छ भन्ने यो क्वेसन आउन सक्छ है। अर्को दोस्रो भनेको संविधानवादको आयामहरूको बारेमा, अहिले भर्खर पढेको आयामहरूको बारेमा सोध्न सक्छ है। दोस्रो आयामहरू, संविधानवादका के आयामहरू छन्, यो दोस्रो प्रश्न। तेस्रो प्रश्न हामी जाउँ नेपालको
अब यो समस्या र समाधानहरूको कुरा हुन सक्छ। अब अर्को चाहिँ यो नेपालमा आएको प्रचलनमा जति संविधान आए नि ती संविधानमा संविधानवादको अवस्था कस्तो छ भनेर यो तेस्रो प्रश्न दिन सक्छ। यदि यो सबैको एन्सर तपाईँले लेख्नुहुन्छ र भोलि हामी के गर्छौँ, यी सबै क्वेसन एन्सरको समाधान गर्नेछौँ है। कुरो बुझ्नुभयो नि? ल, एक क्वेसनै देखाउन बिर्सिएछ, सरी। यसलाई स्क्रिनसट गर्नुहोस्। ल, यो स्क्रिनसट गर्नुहोस्। आयो? क्वेसन देखियो? देखिएको छ? ओके। ल, यो तीनवटा क्वेसन चाहिँ तपाईँले गर्ने। अब नागरिक समाजको पनि एउटा गर्दा हुन्छ। नेपालको मै भनौँ अथवा नागरिक समाजको अवधारणालाई अथवा को नागरिक समाजको शासनको परिचय दिँदै शासनकै परिचय दिँदै यसमा रहेका विचलनका बिन्दुहरू र सुधारका प्रयासहरू लेख्नुहोस्। गर्नुपर्ने प्रयासका, होइन, सुधारका लागि गर्नुपर्ने गर्नुपर्ने प्रयासहरू लेख्नुहोस्। ल, यो चारवटा क्वेसन चाहिँ तपाईँले गर्नुहुन्छ र त्यसको क्वेसनको एन्सर कहिले हुन्छ अरे यसको एन्सर हामी भोलि गर्छौँ। र भोलिको च्याप्टर के हुन्छ भन्ने कुरा चाहिँ आजै हामीले यहाँ देख्नेछौँ। भोलि हामी त्यही च्याप्टर पढ्छौँ, त्यसको नोट अगाडि पठाइन्छ, त्यो नोट पढ्नुहुन्छ, ग्रुपमा आउँछ, त्यसको सर र हामी गरेर आजैको तरिकाले पढ्नेछौँ। अब भोलिको टपिक पहिलो खण्डबाट सूचनाको हक र पारदर्शिता हुनेछ। पारदर्शिता। दोस्रो खण्डबाट हामी के छन्, यसमा चाहिँ दोस्रो खण्डमा हामी कानुनको निर्माण के स्रोत भन्ने छ नि, छ है। संविधानवाद भयो। मानव अधिकार पढ्नेछौँ। ल, मानव अधिकार पढ्नेछौँ। ल, यो दुईटा टपिक भोलि हुनेछ। हस्, सबैजनालाई धेरै धेरै धन्यवाद। केही छ क्वेसन? छैन भने आजलाई यति गरौँ। योगेश सर, केही प्रश्न छ भने राख्नुहोस् है तपाईँहरूको। अब यसको चाहिँ दुइटैको पिडिएफ, अघिको नागरिक समाजको शासनको पिडिएफ र यसको पिडिएफ चाहिँ तपाईँको ग्रुपमा अहिले भर्खरै म हालिदिन्छु। त्यसलाई चाहिँ मैले सिलेबस अनुसार कन्टिन्यू फिजिकल क्लास पढ्नेले यता पढ्न पाइँदैन च्याट बक्समा। होइन, च्याट बक्समा त कहाँ आउँछ है, टेलिग्राममा बेस्ट अरे। ल, शासनका आधारभूत पक्षहरूको आउँछ। तपाईँहरूको वाट्सएप ग्रुप बनाएको छ, त्यो ग्रुपमा आइहाल्छ नि। कोर्स कम्प्लिट हुन्छ, भइहाल्छ नि, किन हुँदैन। अब त्यो तपाईँको हातमा छ।
जति फास्ट भन्दा पनि तपाईँले जति पढ्नुभयो त्यति सजिलो हुन्छ। म तपाईँसँग सिङ्गल पढ्न चाहन्छु सर। आम्मामा, त्यो चाहिँ कसरी सम्भव होला त सिङ्गल? फिजिकलमा छुटेकोहरू चाहिँ यसमा आयो हुन्छ, जोइन गर्दा हुन्छ। जो को छुटिएको छ उहाँहरूले चाहिँ गर्दा हुन्छ। ओके। पढ्ने तरिका पढ्ने तरिका, लेखनसिपको तरिका सबै आउँछ ल। जस्तै अब भोलिको मलाई सम्झाउनु होला, फर्स्टमा चाहिँ हामी चाहिँ केही किवर्डहरू, जानै पर्ने शब्दहरू पनि राख्छु। त्यसपछि हरेक दिन एउटा च्याप्टरको कसरी एन्सर लेख्न सकिन्छ भन्ने कुरा गरौँला है। एउटा कसरी गर्ने भन्ने गरौँला, त्यसपछि मात्र हामी के गर्छौँ त अर्कोमा अगाडि बढ्नेछौँ। सरसँग होम ट्युसन पढ्नु पर्ला। होम ट्युसन पढाउने यहाँ पाएकै छैन हो घरमा पनि। पढ्ने तरिकामा के गर्नुहोस् भन्दा धेरै काम गर्न सक्नुहुन्छ। अब पढ्ने तरिका हामी गरौँला, कुरो केही फरक पर्दैन सरासर। ल, ग्रुपमा आइसक्यो है, यो नागरिक समाजको पिडिएफ मैले पठाइसकेँ, त्यहाँ हेर्नु होला। म बेलुका मात्रै होला, बिहान फिजिकल छ, अब कसरी सक्नु त अनि एउटै मान्छे हो। सर हजुरले भनेको राम्रोसँग बुझिन्छ तर लेख्न सकिन्न भन्नुभएको छ। यसो गर्नुहोस् न, लेखेर पठाउनुहोस् ल दिपेन्द्रजी। मेरो फोन नम्बर म दिन्छु तपाईँलाई, कसरी लेख्नु हुँदो रहेछ भन्ने कुरा नहेरिकन लेख्नुहोस्। अनि कहाँ ग्याप छ म भनौँला तपाईँलाई, ल फोन नम्बर मैले दिएँ, एकपल्ट पठाउनुहोस् अनि थाहा हुन्छ। र संविधानवाद, यो दुइटैको नोट मैले पठाएँ। होइन, पढ्दा आउँछ, लेख्दा किन गाह्रो हुन्छ? किनभने तपाईँले पढेको बुझ्नु नै भएको छैन कि। तपाईँले आफ्नो नाम बिर्सिनुहुन्छ, नाम बिर्सिनुहुन्छ त। नाम किन बिर्सिनुहुन्न? किन भन्दाखेरि तपाईँले आफ्नो नाम त धेरै पटक याद भइसकेको छ नि, त्यही भएर। ल हजुर, अरू केही छ भने भन्नुहोस्, छैन भने अब आजलाई त यति गर्नु पर्यो होइन। यो संविधानवादको क्वेसन गरेपछि मात्रै हाल्नु पर्यो होइन, एक। दोस्रो, नोट आएन, आइसक्यो। हिजोको गभर्नेन्सको नोट पनि आइसक्छ अहिले नै। नोटको त चिन्ता हुँदैन, पहिले नै म नोट पठाइहाल्छु, त्यस्तो छैन। ल हजुर, बाई बाई, गुड नाइट, भोलि भेटौँला, हस् त। लभ यु अल, बाई बाई, सी यू। Recording stopped.